नमस्ते सबैजनालाई मेरो नाम पेम्बा छिरिङ तामाङ। आजबाट चाहिँ हामीले लिनक्समा वेब सर्भरका बारेमा हेर्नेछौँ है त। सबैभन्दा फर्स्टमा चाहिँ हामीले के हेर्नेछौँ भन्दाखेरि हामीले हाम्रो यो मेसिन छ नि सेन्टास 8 मा चाहिँ हामीले अपाचे अथवा एचटीटीपी सर्भरका बारेमा चाहिँ हेर्नेछौँ है त। बेसिकली के हो त, अपाचे भनेको चाहिँ वर्ल्ड वाइडली नै सबैभन्दा बढी युज हुने वेब सर्भर हो नि त। यो अपाचे भनेको त इट्स ओपन सोर्स सफ्टवेयर पनि हो। अनि बेसिकली वेब सर्भर भनेको चाहिँ के हो भन्दाखेरि हामीले सपोज इक्जाम्पलको लागि मैले ब्राउजर खोलेर केही कुरा सर्च गरेर मैले ब्राउजरमा गएर facebook.com भनेर अथवा समथिङ youtube.com भनेर सर्च गर्दाखेरि उनीहरूले कन्टेन्टहरू प्रोभाइड गर्छ नि। वेब सर्भर भनेको चाहिँ के हो भन्दाखेरि त्यो एक किसिमको सर्भर हो क्या, सर्भरकै टाइप हो, जसले चाहिँ के गर्छ त वेब पेजेसहरू हुन्छ नि। मैले ब्राउजरमा गएर सर्च गर्दाखेरि त्यो प्रोभाइड गर्ने डेटाहरू हुन्छ, पेजेसहरू, वेब पेजेसहरू के गर्छ त त्यसलाई स्टोर गरेर राखेको हुन्छ, प्रोसेस गर्ने काम गर्छ, अनि हामी क्लाइन्टहरूलाई डेलिभर गर्ने काम गर्छ कि। अब हामीले चाहिँ यसकै बारेमा हेर्नेछौँ। त्यसका लागि अब हामीसँग त टन्नै हुन्छ नि त, भन्नुको मिनिङ वेब सर्भर त टन्नै टाइपको छ नि त। हामीसँग एचटीटीपी भन्नाले अपाचे पनि भनिन्छ, एचटीटीपीलाई अपाचे छ, एनजिनाइक्स छ, सिमिलरली अर्को अब हामीले नर्मल होस्टिङहरू गर्नुपर्ने भए cPanel छ होइन। हामीले आज भनेको सबैभन्दा फर्स्टमा हेर्ने भनेको चाहिँ अपाचे। आजको भिडियोमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि अगाडि अपाचे हाम्रो सेन्टास मेसिनमा अपाचे इन्स्टल गर्नुको लागि के चाहिन्छ त, इन्स्टल गर्नु अगाडि के कुराहरू चाहिन्छ हामी त्यसको बारेमा हेर्नेछौँ। त्यो पछि चाहिँ हामीले अपाचेको एक्चुअल इन्स्टलेसन प्रोसेसमा जानेछौँ। अनि त्यसपछि चाहिँ हामीले एउटा सानो बेसिक वेबसाइट हुन्छ नि हो, त्यसलाई कसरी होस्टिङ गर्ने भन्ने बारेमा हेर्नेछौँ है त। अनि हामीले एउटा नोटिस गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि हामीले अपाचे अथवा एचटीटीपी हाम्रो सेन्टास अथवा रेड ह्याट मेसिनमा चलाइरहेको छ भने इफ हाम्रो एसएल लिनक्स चाहिँ इन्फोर्सिङ मोडमा छ भने के गर्छ त, यसले सर्टन प्रब्लमहरू क्रिएट गर्छ क्या। भन्नुको मिनिङ त्यो लेभल मिलिरहेको हुँदैन। हामीले त्यो पनि मिलाउनु पर्ने हुन्छ। हामी त्यसको बारेमा पनि हेर्नेछौँ है त। अब हामीले सबैभन्दा फर्स्टमा अपाचेको बारेमा हेर्नु पर्दाखेरि के हेर्नुपर्छ भन्दाखेरि हामीले सबैभन्दा फर्स्टमा त हामीले एचटीटीपी भन्ने प्याकेज चाहिँ डाउनलोड गर्नु पर्यो नि त होइन। त्यसको लागि के गरिन्छ त, मैले कि त आइदर मैले अनलाइनबाट डाउनलोड गरिन्छ कि त मैले मेरो डिभिडीबाट डाउनलोड गरिन्छ। यदि मैले होइन इन्स्टल एचटीटीपी भनेर यो प्रेस गऱ्यो भने यसले के भन्छ, फेल टु डाउनलोड मेटा डाटा भनिरहेको छ नि। यो किन भनिरहेको छ भन्दाखेरि हाम्रो सेन्टास 8 भनेको के अपस्ट्रिम भर्सनमा हो नि त। यो भनेको त रेड ह्याटले किनिसक्यो नि त हाम्रो सेन्टासलाई। अब यिनीहरूले चाहिँ सपोर्ट गर्ने छाड्यो कि। अब मैले यसको रेपोको लोकेसनमा गएँ भने होइन yum.repos.d मा गयो भने यहाँ के छ त, टन्नै बाई डिफल्ट रेपोहरू छ नि त। यो रेपोहरू कुनैले पनि काम गरिरहेको छैन कि। मैले एकछिनको लागि appstream.repo भनेर खोलेर हेऱ्यो भने यहाँ मिरर लिस्टहरू यिनीहरू देखाइरहेको छ नि। यो लिङ्कहरूले काम गरिरहेको छैन कि अहिलेको हाम्रो केसमा। हामीले के गर्नु पर्यो भन्दाखेरि कि त हामीले यो रेपोलाई अपडेट गर्नु पर्यो। यदि हामीले यो रेपोलाई अपडेट गर्यो भने के गरिन्छ त, हामीले अनलाइनबाट डाउनलोड गर्नु पाइन्छ। नत्र भने हामीले इपिएलको रेपो अथवा हामीले अपाचेको रेपो पार्टिकुलर इन्स्टल गर्नु पर्यो नि त हो। हामीले त्यसरी पनि इन्स्टल गर्न सकिन्छ। अब यही तपाईँहरू यही बाई डिफल्ट रेपो नै अपडेट गर्नु मन लाग्छ भने चाहिँ यसलाई नै मिलाउनु मन लाग्छ भने यसको मिरर लिस्टहरू चेन्ज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ अनलाइनमा एकदमै धेरै सोल्युसन छ है त। अहिलेको केसमा चाहिँ म के गर्छु भन्दाखेरि त्यो गर्दाखेरि टाइम लाग्ने हुन्छ कि अपडेट नै गर्नु पर्यो। म के गरिदिन्छु, एउटा ब्याकअप भन्ने डिरेक्टिभ बनाइदिन्छु। अनि यो सेन्टासको बाई डिफल्ट रेपोहरू सबै त्यो ब्याकअप भन्ने डिरेक्टिभमा हालिदिएँ। अब मैले apache.repo भनेर एउटा म्यानुअल रेपो कन्फिगर गर्छु क्या। किन भन्दाखेरि हाम्रो डिभिडी आइएसओ फाइल छ नि जुन 7 GB अथवा समथिङको हो, त्यसमै धेरै प्याकेजेसहरू हुन्छ कि। म त्यहीँबाट इन्स्टल गर्छु। त्यसको लागि अब मैले फर्स्टमा के गर्नु पर्यो, यदि अपरेटिङ सिस्टमसँग रिलेटेड केही कुरा इन्स्टल गर्नु पर्यो भने मैले बेस भनेर डिफाइन गरिदिनु पर्यो। बेसको ग्रुप नेम भने के हो त, मैले बेस भनेर राखिदिएँ अहिलेको लागि। बेस यसको बारेमा चाहिँ हाम्रो लिनक्सको भिडियोमा छ है त। यसको बारेमा सबै कुराहरू एकछिनको लागि मिडियामै मन गर्छु। सिमिलरली अब हाम्रो एप्लिकेसनसँग रिलेटेड प्याकेजेसहरूको लागि मैले नेममा राखिदिएँ एप भनेर। हामीसँग कि त छैन जिपिजी कि। हामीले के गरे त,
जेर राख्दै हैन अहिले अब म के गरिदिन्छु त मैले अहिले एलएस बेल के गरेर हेर्दाखेरि यहाँ के छ मेरो डीबीडी ड्राइभ छ नि त हैन सेन्टेस 8.2 समथिङ समथिङ भनेको यो भनेको के हो मेरो आईएसओ फाइल हो जुनले चाहिँ मेरो के भनेको छ त अपरेटिङ सिस्टम बनेको छ नि त हैन यो भने के हामीले यो माउन्ट गरेर राखेको हुन्छ नि यदि तपाईहरुको देखाएन भने यहाँमा के गर्नु पर्यो कनेक्टेड एट पावर अन भनेर योमा क्लिक गरिदिनु पर्यो यो तपाईहरुको आईएसएस ले गरेर सो अब म के गरिदिन्छु त्यसलाई माउन्ट गरिदिन्छु केमा त मिडिया भने डाइरेक्टिभमा नि हैन सो म सिधै मिडिया भने डाइरेक्टिभमा गएँ भने हैन मैले योमा के देखिरहेको छु त एप स्ट्रिम भनेर देखिरहेको छु एप स्ट्रिममा प्याकेजेस भन्ने छ हैन हामीसँग यहाँ एलएस गर्दाखेरि के छ टन्नै आउँछ मैले एलएस ग्रेप गर्दै हेरे एचटीटीपीडी भनेर यहाँ एचटीटीपीडी भन्ने छ नि हैन हो सो हामीले यही एचटीटीपीडी प्याकेज चाहिँ इन्स्टल गर्न आँटिरहेको हो के सो अब हामीले के गरे त यो एउटा रेपो कन्फिगर गरेर के लागि हामीले त्यहाँ अपाचे भन्ने सफ्टवेयर चाहिँ इन्स्टल गर्नका लागि हैन सो अब के गर्नु पर्यो त फर्स्टमा तपाईहरुले यदि अनलाइनबाट गर्नु भएको छ भने हामीले के गर्नु पर्यो यम अपडेट भन्ने कमान्ड चलाउनु पर्यो नि हैन यम भनेको के हो त जस्तो प्याकेज म्यानेजर हो नि त अहिले मेरो कन्डिसनमा के छ नथिङ टु डु भनिरहेको छ नि सो अब म के गर्छु यम व्हाट प्रोवाइड्स गरेर हेर्छु के हो त एचटीटीपीडी हो नि त हाम्रो प्याकेजको नाम यो डी आउने बित्तिकै के हुन्छ पछाडी डी एड हुने बित्तिकै डेमन भनेर बुझिन्छ नि हैन यो ब्याकग्राउन्डमा मेन चल्ने कुराहरु भयो के यो चाहिँ हाम्रो लिनक्सको भिडियोमा छ सबै यिनीहरुको बारेमा सो अहिले मैले यम व्हाट प्रोवाइड्स एचटीटीपीडी भन्दाखेरि योमा के दिइराको छ एचटीटीपीडी टु 2.4.37 on iPhone 21.model समथिङ समथिङ भनेर आइराको छ नि हो यसले चाहिँ के गर्छ त हामीले अपाचे एचटीटीपीडी सर्भर प्रोवाइड गरेर काम गर्ने रहेछ कि यो प्याकेजले अझै मैले हैन यम मोडललेस एचटीटीपीडी भनेर इन्टर हानेर के मैले यम मोडललेस एचटीटीपीडी गर्ने बित्तिकै के भनेर आएको छ यसले अझै देखाइराको छ नि हैन एप नेम चाहिँ एचटीटीपीडी रे स्ट्रिम चाहिँ 2.4 रे 2.4 भनेको यो चाहिँ बाइ डिफल्ट अब हामीले यम -y इन्स्टल एचटीटीपीडी अथवा यम मोडल एचटीटीपीडी गर्दाखेरि इन्स्टल हुने कुन रहेछ त 2.4 रहेछ 2.4 को कुन रहेछ कमन भनेर रहेछ योमा हामीले देखिरहेको छ कमन डेभिल एन्ड मिनिमल भनेको समरीमा अपाचे एचटीटीपीडी सर्भर भनेको छ यो प्रोफाइल्समा कमन देखिरहेको छ नि यो कमन भनेको चाहिँ कस्तो हो भन्दाखेरि हाम्रो यो अपाचेको प्याकेज हुन्छ नि जुन चाहिँ प्रोडक्सन रेडीको लागि हो प्रोडक्सन रेडी डिप्लोयमेन्ट भनिन्छ खासमा भनेको हाम्रो प्रोडक्सन इन्भाइरोमेन्टमा रेडी भएको प्याकेज भनेको चाहिँ कमन भयो कमन वाला सो त्यो चाहिँ हामीले बाइ डिफल्ट इन्स्टल हुन्छ अनि यदि डेभिल भनेको छ नि हैन सो यो डेभिल भनेको चाहिँ के हो भन्दाखेरि हामीले कहिले अब एचटीटीपीडी त अब हाम्रो त्यो वेब सर्भर त मोडिफाई गर्नु पर्यो नि त हैन हो त्यो मोडिफाई गर्दाखेरि चाहिने प्याकेजेसहरु मोडुलहरु प्रोवाइड गर्ने काम गर्छ के डेभिल भन्नेले चाहिँ अनि मिनिमल भनेर छ यो मिनिमल भनेको चाहिँ के हो भन्दाखेरि यो नि एउटा वेब सर्भरको एउटा बेसिक अथवा स्मल सेट अफ प्याकेजेस हो के जुन हामीले कन्फिगर गरेर वेब चाहिँ होस्टिङ वेबसाइट चाहिँ होस्टिङ गर्न सकिन्छ के वेब सर्भर क्रिएट गर्न सकिन्छ भनौं न सो नर्मली अब हामीले हैन यम -y इन्स्टल एचटीटीपीडी गरेर के मैले एचटीटीपीडी स्ट्रिक हाने भने के एचटीटीपीडी सँग पछाडी जे भने सबै भनेको नि त हैन यो चाहिँ मोडुल्सहरु के रिलेटेड छ यसले के गर्दिन्छ सबै इन्स्टल गर्दिन्छ के सो हामीले के गर्छौं भने यसरी चाहिँ हामीले के गरिन्छ एचटीटीपीडी चाहिँ इन्स्टल गरिन्छ के सो यसले अब एचटीटीपीडी लाई चाहिने के डिपेन्डेन्सीजहरु सबै इन्स्टल गरेको छ यसको म्यानुअल देखि सबै इन्स्टल गरिराको छ नि एचटीटीपीडी म्यानुअल 2.4 समथिङ सबै इन्स्टल भयो भनेर आइराको छ नि हैन ओपन एल्ड अफ डेभिल यो सबै चाहिने किन आयो त हामीले एस्ट्रिक हानेर आयो के एस्ट्रिक नहानेको भए कति कुराहरु चाहिँ इन्स्टल भइदिदैन के अब हामीले के गर्नु पर्यो त इन्स्टलेसन प्रोसेस हाम्रो सकियो नि त हैन सो मैले डिटेलमा हेर्नु मन लाग्यो हैन म्यान एचटीटीपीडी गर्छु अपाचे हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल भनेर रहेछ हैन अब मैले प्याकेज इन्स्टल छ कि छैन भनेर चेक गर्न मन लाग्यो हैन rpm-key एचटीटीपीडी गर्छु अझ बढी यसको इन्फर्मेसन चाहियो भने म के गर्छु rpm-qi गर्छु हैन यसले के गर्छ अलिकति थोरै भएन भनिदिन्छ नि हैन भर्जन चाहिँ 2.4.37 छ रे सिस्टम इन्भाइरोमेन्ट डेमोस ग्रुप साइज के यो सबै हामीले चाहिने इन्फर्मेसनहरु भनिराख्छ नि विन्डोज सेन्टेस रहेछ URL कहाँदेखि तानेको रहेछ त http://apache.org बाट समरी चाहिँ अपाचे सर्भर रे द अपाचे http सर्भर इज अ पावरफुल एफिसिएन्ट एन्ड एक्सटेन्सिबल वेब सर्भर भनेर यहाँ थोरै समरी दिइराखेको छ नि हैन यिनीहरुले अझै मैले rpm-qil एड गरे भने के हुन्छ अझ यसको कहाँ कन्फिगरेसनहरु कहाँ छ कुन लोकेसनमा के छ यसले सबै देखाइदिन्छ नि हैन
के भने युजरको सेयरको एचटिटिपी रे यतातिर यहाँ टन्नै हाम्रो फाइलहरू रहेछ नि हैन हो सो हामीले यसरी पनि हेर्न सकिन्छ कि कुन कुराहरू चाहिँ कहाँ छ अझ बढी यसको भनेको पनि एचटिटिपी प्याकेजेसको अब यो कति कुरा डिपेन्डेन्सिजहरू हुन्छ नि तिनीहरू चाहिँ कुन लोकेसनमा गएर बसेको रहेछ त यी म्यानुअल पेजहरू म्यान भने युएसआरको सेयरको यो लोकेसनमा गएर बसेको रहेछ वारको लक एचटिटिपी पनि बसेको रहेछ वारको लक एचटिटिपी भने यो भनेको चाहिँ सबै डिरेक्टरी अटोमेटिक बनेको हो के सो यो भयो हाम्रो एचटिटिपीको कुरा हैन अब हामीले कुनै पनि प्याकेजेसहरू इन्स्टल गरेपछि हामीले के गर्नु पर्यो सिस्टम यो त्यसले स्टार्ट गर्नु पर्यो नि हैन अगाडि त सबैभन्दा फर्स्टमा त एचटिटिपी भनेर मैले स्टार्ट गर्दै हेरेँ अब यो http.service हो त्यो हानेर बस्नु पर्दैन क्या http हान्ने बित्तिकै त्यो पछिको सबै कुराहरू चाहिँ के हुन्छ त अटोमेटिकली स्टार्ट भइदिन्छ यसले अलिकति टाइम लिइरहेको छ मेरो स्टार्ट भएको छ हैन सो यदि तपाईले चाहिँ नर्मल युजरबाट चलाइराख्नु भएको छ भने के गर्नु पर्छ सुडो चाहिँ एप्री कमान्डको अगाडि एड गर्नु पर्यो है अब मैले के गरे स्टार्ट गरे अब म इनेबल पनि गर्ने हुन्छ के इनेबल किन गरिन्छ त यदि बाइ चान्स मेरो यो होस्ट मेसिन हुन्छ नि होस्ट मेसिन अहिलेको कन्डिसनमा कुन चाहिँ मेरो विन्डोज मेसिन छ यदि बाइ चान्स मेरो यो विन्डोज मेसिन अथवा यहाँ मेरो सेन्टस मेसिन छ नि जुन तपाईले चलाइराख्नु भएको त्यो मेन मेसिनै पावर अफ भएर अन भएर कि त्यो कन्डिसनमा के हुन्छ त यो इनेबल गरेपछि यो हाम्रो एचटिटिपी भन्ने सर्भर अटोमेटिकली स्टार्ट हुनको लागि नत्र भने के हुन्छ तिनी डेथ भएर बस्छ नि त फेरि हामीले म्यानुअली सिस्टम सिटिएल गर्दै हामीले यो एचटिटिपी को युनिट फाइललाई स्टार्ट गर्नुपर्ने हुन्थ्यो के सो त्यही गर्न नपरोस् भनेर चाहिँ हामीले इनेबल गरिन्छ सो अब मैले यसको स्टेटस चाहिँ गर्नु पर्यो भने के गर्छु त स्टेटस एचटिटिपी गर्दाखेरि यहाँ के छ एक्टिभ रनिङ भन्ने राखेको छ नि हो अब यो के हो भन्दाखेरि यसले एक्टिभ रनिङ भन्ने बित्तिकै अब यसले चाहिँ एचटिटिपी चाहिँ के गर्न थाल्यो त चल्न थाल्यो कि हाम्रो अहिले पोर्ट नम्बर 80 मा लिसन गरिरहेको छ भनिरहेको छ अब यो भन्ने बित्तिकै हामीले अब यसले चाहिँ के गरिरहेको हुन्छ भन्दाखेरि बाइ डिफल्ट चाहिँ यसले आफ्नो म्यानुअल अब वेब पेजेसहरु चाहिँ के गरिरहेको हुन्छ त डिस्प्ले गरिरहेको हुन्छ कि यदि मैले कल कमान्ड युज गरेर कल लोकल होस्ट भनेर अहिलेको कन्डिसनमा के हो त कल भनेको कलले के गर्छ त अब हाम्रो ब्राउजरमा देखिने कुराहरु चाहिँ के गर्छ या टर्मिनलमा हेरिन्छ नि हैन मैले कल लोकल होस्ट गर्दाखेरि यसले कन्टेन्ट देखाइरहेको छ नि यो भन्नुको मिनिङ के हो अब मैले ब्राउजरमा गएर हेरे रे ब्राउजरमा गएर लोकल होस्ट भनेर सर्च गरे रे लोकल होस्ट भनेर सर्च गर्ने बित्तिकै यहाँ के छ हाम्रो कन्टेन्ट देखायो नि हैन सो किन देखायो त हाम्रो एचटिटिपी सर्भर एक्टिभ एन्ड रनिङ छ यदि मैले यो कुरा चाहिँ अफ गर्दिए भने के हुन्छ एचटिटिपी गर्दाखेरि यहाँ के हुन्छ अब मैले उता ब्राउजरमा गएर हेरे ब्राउजरमा अहिलेसम्म त लोकल होस्ट देखाइरहेको छ अहिले केही देखाएन नि हैन मैले यहाँ कल गरेर देखाउँदैन के देखाउँछ देखाउँदैन नि हैन हो यो भयो के त्यसैले अब हामीले के गर्नु पर्यो सिस्टम सिटिएल रिस्टार्ट एचटिटिपी गर्नु पर्यो नि हैन अब फेरि के हुन्छ त फेरि मैले ब्राउजरमा गएर हेरे भने यसले कन्टेन्ट देखाउन थाल्छ अहिले कन्डिसनमा के चाहिँ यहाँतिर स्टार्ट भइसकेको छैन हामी यहाँतिर लोड गर्दै गरौँ अहिले हाम्रो स्टार्ट भइसक्यो नि हैन सो अब यसले के देखाउँछ त यहाँतिर अहिले प्रब्लम लोडिङ पेज भनिरहेको छ समथिङ समथिङ के लोड हुन खोजिरहेको छ ओ लोड भयो नि हैन हो यसरी देखायो के अब यहाँ के हुन्छ भन्दाखेरि अब हामीले अहिलेको कन्डिसनमा हामीले लोकल होस्ट गरे नि भयो नत्र भने अहिले हामीले आइपी के छ हाम्रो 192.168.72.163 भन्ने छ नि हैन सो मैले कि त लोकल होस्ट हान्ने नि भयो कि त लोकल होस्ट साटो मैले आफ्नो के भन्छ आइपी हाल्ने नि भयो नि हैन सो यसरी चाहिँ हामीले हेर्न सकिन्छ कि तर एक्चुअलमा के हुन्छ तपाईले कुनै पनि साइटमा जाँदाखेरि यसरी आइपी हालेर बस्नुहुन्छ ल सपोज तपाईले गएर facebook.com हाल्नु भए facebook.com हाल्दाखेरि तपाईले यहाँ फेसबुक आइपी हाल्नु भएको त होइन नि हैन हामीले के हाले त facebook.com भन्ने नाम हालेको डीएनएस नेम तर अब हामीले यो सिस्टममा के डीएनएस नेम हाल्ने त अहिले त हाम्रो कन्डिसनमा डीएनएस हरु केही पनि सेटअप गरेको छैन के सो अहिलेको कन्डिसनमा चाहिँ हामी के गर्छौं भन्दाखेरि त्यो कन्डिसनमा चाहिँ हामी होस्ट फाइलमा etc को होस्ट फाइलमा लेख्ने गरिन्छ के सपोज अहिलेको लागि मैले मेरो होस्ट नेम के रहेछ अगाडि म होस्ट नेम पनि चेक गर्छु होस्ट नेम के छ सेन्टस भनेर छ ल सपोज मैले होस्ट नेम नै चेन्ज गरेर हेरे होस्ट नेम ctl सेट होस्ट नेम के राख्छु भन्दाखेरि apache भनेर राख्छु apache.itnepal.com भनेर राख्दै हेरे मैले तत्काल इफेक्टिभ हुनेको लागि के गर्छु त एक्जिक्युट ब्याश भन्ने कमान्ड चलाइदिन्छु अब मैले etc को होस्टमा गएर पनि लेखिदिन्छु के
म यहाँ के लेखिदिन्छु भन्दाखेरि मेरो कति छ आइपी 192.168.72.163 हो कि समथिङ हो त्यही हो जस्तो लाग्यो मैले नयाँ टर्मिनल हेरेँ आइपिए गर्दाखेरि कति छ 72.163 नै छ नि हैन सो अब म के गरिदिन्छु यहाँतिर 163 है के राखिदिन्छु त apache.itnepal.com भनेर राखिदिन्छु क्या अहिलेको लागि apache.itnepal.com भनेर राखिदिएँ मैले म अब हाम्रो वेब सर्भरलाई रिस्टार्ट गर्छु रिस्टार्ट भयो नि हैन अब मैले के गर्नु मिले त कल http के हो त apache.itnepal.com हो नि त हैन हो यसले अब कन्टेन्ट देखाउन थाल्यो अब मैले ब्राउजरमा गएर के आइपी हालेर बस्नु परेन नि हैन अहिलेको लागि हाम्रो सिक्योर छैन सो हामीले अहिले चाहिँ http नै गर्छौं apache.itnepal.com हैन हो apache.itnepal.com गर्दाखेरि के गरे यसले कन्टेन्टहरु देखाउन थाल्यो नि हैन सो हामीले यसरी चाहिँ गरिरहेको हुन्छ के अब के हुन्छ भन्दाखेरि हामीले बुझ्नु पर्ने कुरा के हो भन्दाखेरि बाइ डिफल्ट चाहिँ अब हामीले apache अथवा http प्याकेज डाउनलोड गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि यसले चाहिँ हाम्रो योमा खोजिरहेको यसले चाहिँ हाम्रो केमा भन्दाखेरि उहाँहरुको www को html भन्ने डाइरेक्टरी हुन्छ नि हो यो चाहिँ अटोमेटिकली बनेको हुन्छ अनि यो डाइरेक्टरीमा हामीले index.html फाइल बनायो भने बाइ डिफल्ट यसले यो उहाँहरुको www को html भन्ने डाइरेक्टरीमा चाहिँ कन्टेन्टहरु खोजिरहेको हुन्छ के सो यदि म त्यो लोकेसनमा गएर उहाँहरुको www.html गरे मैले योमा अहिले के छ केही पनि छैन नि हैन यदि मैले यो लोकेसनमा चाहिँ index.html भनेर एउटा फाइल बनाएर त्यो फाइल भित्र समथिङ के लेखेर अथवा हामीले css अथवा समथिङ कोड css मा अथवा html मा कोड लेख्यौं भने त्यो चाहिँ हाम्रो ब्राउजरमा डिस्प्ले हुन्छ के यहाँ लेखेको कुरा चाहिँ उतापटि प्रेजेन्ट गरिदिने काम गर्छ के सो अहिलेको लागि के छ यहाँतिर मैले एउटा अहिलेसम्म त डिफल्ट पेज देखाइरहेको छ नि हैन सो मैले vim text एडिटर युज गरेर मैले योमा लेखेर index.html फाइलमा लेखेर hi there भनेर hi there this is our first web server series भनेर लेखिदिउँ न हैन ल मैले यो लेखे रे अब म के गर्छु त हाम्रो apache सर्भरले मैले रिस्टार्ट गर्दै रे रिस्टार्ट गर्ने बित्तिकै अब मैले के गर्छु यहाँ गएर लोड गरेर के लोड गर्ने बित्तिकै के छ hi there this is our first web server series भनेर आइराको छ नि हैन सो यो चाहिँ किन आयो त बाइ डिफल्ट चाहिँ apache ले के गर्छ त उहाँहरुको www को html भन्ने डाइरेक्टरीमा index.html भन्ने फाइल हेर्छ के सो हामीले index.html भन्ने फाइलमा जे डिफाइन गरे नि त्यो कुरा चाहिँ के हुन्छ त उतापटि प्रेजेन्ट हुने काम गर्छ अब यो भयो हैन अनि हामीले के नि गर्नुपर्छ भन्दाखेरि हाम्रो मैले मेरो फायरवलको स्टेटस चाहिँ गरे भने systemctl फायरवल अहिले मेरो कन्डिसनमा फायरवलको सर्भिस यो के छ त एक्टिभ छ नि हैन मैले फायरवलमा चाहिँ के सर्भिस चलिरहेको रहेछ भनेर हेरे रे अहिलेको कन्डिसनमा के छ cockpit DHCP क्लाइन्ट SSH भनेर छ नि हैन सो तपाईहरुले चाहिँ के हुन सक्छ भन्दाखेरि अब हामीले बाहिरबाट हेर्नु खोजेर सपोज मैले हैन के गरे रे भन्दाखेरि मैले बाहिरको क्रोम खोले रे मैले यहाँ के गर्छु त IPA गरेर हेरे रे IPA गर्दाखेरि यहाँ पिङ मैले google.com भनेर हाने रे के छ यो मेरो त बाहिरसँग कनेक्टेड छ नि हैन सो बाहिरसँग कनेक्टेड छ भन्दाखेरि के हुनु पर्यो त मेरो कन्टेन्ट यो बाहिरबाट नि देखिनु पर्यो नि हैन सो अब म यहाँ के गर्छु भन्दाखेरि मैले चाहिँ बाहिर हुन्छ नि बाहिर मेरो मेन क्रोम मेरो यो भनेको मेरो मेन विन्डोजको सिस्टम हो योमा गएर चाहिँ मैले 192.172.163 भनेर हाने रे यसले देखाउँछ देखाउँदैन नि हैन अब योमा नि हामीले चल्नेको लागि चाहिँ के गर्नुपर्छ योमा नि अब हामीले apache.pemba.itnepal.com भनेर त्यो apache.itnepal.com भनेर डिस्प्ले गर्नको लागि चाहिँ हामीले विन्डोजको नि हाम्रो etc फाइल हुन्छ नि त्यसमा गएर लेखिदिनु पर्ने हुन्छ के सो अहिलेको लागि चाहिँ हाम्रो यो बाहिरै चलिरहेको छैन नि हैन मेन यो हान्दाखेरि किन चलेन भन्दाखेरि अब हाम्रो योमा त छैन यो फायरवलमा त सर्भिस एक्टिभ छैन सो हामीले फायरवलमा सर्भिस एक्टिभ गरिदिनु पर्ने हुन्छ के पर्मानेन्ट गरिदिनु पर्ने हुन्छ एड के हो त सर्भिस http भनेर अहिलेको लागि http भनेर सर्भिस एड गर्दै अरे कमन हाइफन के गर्नु पर्यो रिलोड भनेर गरिदिनु पर्यो फायरवलले रिलोड गरिदिनु पर्यो हैन अब मैले बाहिरबाट हेरे रे
अघिसम्म चलिरहेको थिएन नि हैन। सो अहिले के चल्न थाल्यो त, हाई देयर दिस इज आवर फर्स्ट वेब सर्भर भनेर आइरहेको छ नि हैन। तर नि यहाँ के छ, यो माथि नट सिक्योर भनिरहेको छ। हामी HTTPS को बारेमा हामी अलिकति पछि हेर्नेछौँ। यो भनेको नि हाम्रो नेक्स्ट भिडियोमा, मेबी हामीले नेक्स्ट अथवा नेक्स्टको नेक्स्ट भिडियोमा चाहिँ हामी त्यसको बारेमा हेर्नेछौँ। सो अहिलेको कन्डिसनमा के छ, यो हामीले के हाल्नु पर्यो त, आइपी हाल्नु परिरहेको छ नि। हामीले अहिलेसम्म DNS नेम नभएर अथवा हामीले डोमेन रजिस्टर गर्नु परेको हुन्छ यदि हाम्रो पब्लिक आइपी कन्डिसनमा। यदि फर एक्जाम्पल मैले यो भनेको के, मेरो वेबसाइट हो नि त journeyxyz.com, यसको कन्डिसनमा के छ, मेरो यो journeyxyz पछिको आइपी हुन्छ नि, जुन चाहिँ मैले के गरेको छ त, डोमेन कन्फिगरेसन गरेको छ हैन, डोमेन किनेर राखेको छ नि त। सो त्यसैले यो चाहिँ अहिले डिस्प्ले भइरहेको छ। त्यो चाहिँ किन उनीहरूको DNS मा के छ त, त्योमा रजिस्टर पनि छ के। तर अहिले हाम्रो कन्डिसनमा DNS सर्भर नै छैन, त्यसैले हामीले इन्टरनलमा गरिरहेको हुनाले चाहिँ हामीले यदि हामीले यही भित्रको मेसिनमा हो भने देखिन्थ्यो apache.itnepal.com गर्दाखेरि। किन भन्दाखेरि हामीले यो भित्र भनेको VM भित्रको सेन्टेसको मेसिनको त होस्ट फाइलमा त लेखेको छ नि हैन, तर यो विन्डोजकोमा त लेखेको छैन। सो अब हामीले विन्डोजमा नै देखाउनु पर्यो भने चाहिँ के गर्नुपर्छ भन्दाखेरि विन्डोजको नि etc को होस्ट भन्ने फाइल हुन्छ के, त्यसमा गएर लेखिदिनु पर्ने हुन्छ। त्यसको लागि हामीले कहाँ जानुपर्छ त, विन्डोजको सिस्टम सीको विन्डोजको यहाँतिर के हुन्छ भन्दाखेरि ड्राइभर भन्ने हुन्थ्यो क्या काहीँ। अथवा यहाँ देखेन भने अब हामी के गर्छौँ त, गुगलमा टक्कै हेर्छौँ क्या, etc फाइल लोकेसन इन विन्डोज भनेर हाल्यो भने के देखाउँछ, यहाँतिर देखौँ विन्डोजको सिस्टम 32 को ड्राइभर्स भनेर छ नि हैन। सो मैले यहाँ के गर्छु, विन्डोजको सिस्टम 32 भने कहाँ छ, हामी हेरौँ सिस्टम 32 को डी भने कहाँ छ, ड्राइभर हैन, यो ड्राइभर रहेछ। ड्राइभरमा के छ, यहाँतिर etc भन्ने छ, etc को होस्ट भन्ने छ नि हैन, यहाँ होस्ट भन्ने फाइल छ। यो मैले एकछिन क्लोज गर्दै, यहाँ पुरै क्लोज भएछ। मैले यसलाई चाहिँ अहिले के गर्छु त, हाम्रो नोटप्याडबाट खोल्छु क्या अहिलेको लागि। नोटप्याडबाट खोल्दाखेरि यहाँ के छ, यसमा हाम्रो के छ त, सर्टन इन्फर्मेसनहरु छ नि हैन। सो मैले यही लोकेसनमा चाहिँ मैले एड गरिदिनु पर्ने हुन्छ के। अहिले यो कन्डिसनमा के हुन्छ त, अब हामीले थाहा हुनुपर्ने चाहिँ के हो भन्दाखेरि etc को होस्ट फाइल चाहिँ अब यो चाहिँ एडिट गर्न मिल्दैन के यही लोकेसनमा चाहिँ। अब हामीले यसले के गर्नु पर्यो, यसलाई मैले कट गरेँ एकछिनको लागि, के गर्छु त डेस्कटपमा लगेर पेस्ट गरिदिन्छु। अब म के गरिदिन्छु, अब यहाँतिर चाहिँ ओपन गर्छु। अब फेरि मैले योबाट गरेँ, नोटप्याडबाट म गर्छु। नोटप्याडमा गएर अब मैले यहाँतिर एउटा एड गरिदिन्छु जहाँ हामीले एड गरे पनि हुन्छ। सो मैले कति एड गरिदिन्छु त, 192.168. कति छ त, 72.163 भनेर छ नि हैन। सो म के गरिदिन्छु, त्यसको नाम के गरिदिएको थिएँ त, apache.itnepal.com भनेर यो गरिदिएँ हैन। तर अब फेरि हामीले के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि तत्काल इफेक्टिभ भनेको लागि फेरि हामीले के गर्नुपर्छ, रिस्टार्ट गर्नुपर्ने हुन्छ के, त्यो कुरा हो के। सो तपाईहरुले चाहिँ रिस्टार्ट पनि गरेर हेर्न सक्नुहुनेछ होला। अब यहाँ मैले कपी गरेँ, अब यो कट गरेँ, अब फेरि हामीले कहाँ राख्नु पर्यो, त्यो त पेस्ट गरिदिनु पर्यो नि हैन, अघिकै पुरानै लोकेसनमा etc को होस्टमा। सो अब म के गर्छु त, फेरि योमा गएर कहाँ गयो, अब हाम्रो विन्डोजको के थियो त, सिस्टम 32 थियो नि हैन। सिस्टम 32 को के हो त, ड्राइभर्स भनेमा ड्राइभर्सको के थियो त, etc मा यो लोकेसनमा गएर मैले के गरिदिनु पर्यो, पेस्ट गरिदिनु पर्यो नि त। मैले पेस्ट गर्दै हेरेँ, योमा मैले लेखेको छ हैन। तर यो त अहिले तत्काल इफेक्टिभ हुँदैन के, किन इफेक्टिभ हुँदैन भनेर एकचोटि चेक गरिहाल्नु। किन हुँदैन भन्दाखेरि अब यो हामीले यदि हाम्रो तपाईहरुले चाहिँ यतिसम्म गर्नु भएर तपाईले आफ्नो कम्प्युटर रिस्टार्ट गर्नुभयो भने चाहिँ तपाईकोमा चल्छ के। सो तर अहिले हाम्रो कन्डिसनमा चाहिँ के छ, मैले अब यो रिस्टार्ट गरेँ भने त फेरि रेकर्डिङहरु सबै के जाने हुन्छ। सो मैले अहिलेको लागि केही पनि गरेन, म सबै भित्रैबाट गर्छु। सो हामीले त्यसरी चाहिँ हेर्न सकिने भयो हैन। सिम्पली अब यो के भयो त, हामीले यो भनेको मिनिङ के भयो त,
अब हामीले के गर्नु मिल्यो त वारको www को HTML भन्ने लोकेसनमा समथिङ जे केही कुराहरू डिफाइन गर्ने भने त्यो होस्टिङ हुने रहेछ नि त सो अब मैले यहाँबाट एउटा बेसिक वेबसाइट होस्टिङ गर्नु पर्यो रे त्यसका लागि अब मैले के गर्छु त अगाडि म यो चाहिँ हटाइदिन्छु मैले यो पुरै हटाइदिए रे के छ त index.html भनेर अब मैले systemctl restart.httpd गरे रे अब यसले के गर्छ त फेरि डिफल्ट कन्टेन्टहरु शो गर्न थाल्छ नि त हैन सो अहिले मैले बाहिर गए रे मैले के गर्छु भन्दाखेरि पुरानो योमा गइदिन्छु अब मैले यो रिलोड गर्दाखेरि के छ पुरानो कन्टेन्टहरु देखाइदिएन हैन अब मैले त्यसमा चाहिँ एउटा नर्मल एउटा मेरो एउटा वेबसाइट होस्टिङ गर्न मन लाग्यो भने म के गर्छु अनि म गिटहबमा गएर एउटा रेपो यो गर्छु के गिटहबमा गएर मैले गिटहबमा गए भने मैले मेरो गिटहब अकाउन्टमा जाँदाखेरि यहाँ एउटा पब्लिक रेपो छ के यो जुन मैले एउटा वेबसाइट चाहिँ क्रिएट गरेको छु के भन्किन क्रिएट गरेको भन्दा नि यो वेबसाइट चाहिँ तपाईले गिटहबमा नि पाउनुहुन्छ ल गिटहबमा वेबसाइट प्रोड प्ले वेबसाइट भन्यो भने यो फ्रीमै पाइन्छ के त्यो कन्ट्रिब्युसन गरिरहेको हुन्छ नि त गिटहब भनेको ओपन सोर्समा सबैले कन्ट्रिब्युसन गरिरहेको हुन्छ त्यसैले मैले टेस्टिङको लागि एउटा वेबसाइट चाहिँ तानेर मैले के गरेको छु त यहाँ ल्याएर आएको छु के मैले त्यसले के गरे त अब यहाँ म क्लोन गर्छु के क्लोन गर्नको अगाडि म के गर्छु यहाँतिर गिट भने प्याकेज छ कि छैन भनेर चेक गर्नु पर्यो नि हैन गिट म के गर्छु त rpm-ti git भनेर गर्छु गिट भने प्याकेज इन्स्टल छैन नि हैन सो म के गर्छु गिट भने प्याकेज केले प्रोवाइड गर्छ कि गर्दैन हेर्छ गिट भनेर हेरे गिट भन्ने त प्याकेज प्रोवाइड गर्ने रहेछ अब म के गर्छु त yum-y इन्स्टल गिट भनेर गिट भने इन्स्टल गर्दै हेरे मैले के भयो त इन्स्टल हुन थाल्यो नि हैन सो यसले थोरै टाइम लिन सक्छ इन्स्टल हुन अब के भन्ने कम्प्लिट नै हुन आँटिरहेको छ मैले यसलाई क्लियर गरेर अब म के गरिदिन्छु त गिट क्लोन गरिदिन्छु कि अघि के था त मैले यो कहाँदेखि लिएर आएको त एक्चुअली मैले कहाँदेखि लिएर आएको भन्दाखेरि यहाँदेखि लिएर आएको नि हैन यो तपाईहरुले टेस्ट पनि गर्न सक्नुहुनेछ सो मैले यहाँतिर क्लोन गर्दै हेरे यहाँ के छ वेबसाइट भन्ने डाइरेक्टली आएको छ नि हैन सो म त्यो वेबसाइट भन्ने डाइरेक्टलीमा गएर हेर्दाखेरि यहाँ के छ दुईटा कन्टेन्टहरु छ नि यो भन्ने छ नि हैन index.html भन्ने फाइल ल अब म वेबसाइटको दुईटै चाहिँ प्रेजेन्ट लोकेसनमा मैले के गर्ने मुभ गर्ने अब म वेबसाइट भन्ने डाइरेक्टली चाहिँ रिमुभ गरिदिन्छु कि यो किनभने काम छैन यो भित्र के छ त बाइ डिफल्ट हामीले गिटमा हाल्नु पर्ने गिटमा कसो गर्ने त्यसको कुराहरु मात्र छ के सो मैले ls गरेर हेरे रे मैले cat index.html गरेर हेरे भने के छ यसले कन्टेन्टहरु देखाइराखेको छ नि हैन अब मैले कल गर्दाखेरि यही कन्टेन्टहरु चाहिँ देखाइदिन्छ के त्यसको अगाडि म के गर्नु पर्छ systemctl restart.httpd भनेर यो सर्भर त रिस्टार्ट गर्नु पर्यो नि त भनेको पनि हाम्रो कन्फिगरेसन फाइलहरु रिस्टार्ट गर्ने अब मैले कल लोकल होस्ट अहिलेको कन्डिसनमा लोकल होस्ट गर्दाखेरि कन्टेन्ट देखाउन थाले सो सिमिलरली अब मैले यही कुरा चाहिँ बाहिरबाट हेरे के यहाँ के छ मेरो पर्सनल वेबसाइट आउन थाले नि हैन सो हामीले यसरी चाहिँ हेर्न सकिन्छ के अब मैले यही कुरा चाहिँ हैन यही भित्रकै ब्राउजरमा गएर हेर्दा नि के छ अब यसले के मेरो वेबसाइटहरु डिस्प्ले गर्न थाले हैन सो हामीले के गरिन्छ त यसरी चाहिँ एउटा स्ट्याटिक वेबसाइट कसरी होस्ट गर्ने भनेर हामीले चाहिँ हेरे हैन यो भयो अहिलेसम्म हामीले हेरेको भनेको चाहिँ अब एउटा बेसिक यो भनेको चाहिँ एकदम बेसिक हो के कसरी httpd ले काम गर्छ अब त्यसले बाइ डिफल्ट कुन लोकेसनबाट चाहिँ हामीले कन्टेन्टहरु प्रोवाइड गरिरहेको हुन्छ त्यो भयो अब हामी अलिकति डिपली हेर्ने हो भने चाहिँ हामीले के बुझ्नु पर्छ भन्दाखेरि अघि हामीले rpm-fil httpd भने चेक गर्दाखेरि यहाँ के थियो यसले टन्नै लोकेसनहरु देखाइराखेको छ नि लगको httpd को शेयर समथिङ भनेर टन्नै देखाइराखेको छ नि हैन भनेको नि यसले टन्नै कुराहरु के गरेको छ त डाउनलोड गरेको छ धेरै हैन हेर्न नसकिने रहेछ अहिलेको कन्डिसनमा अब म के गर्दिन्छु त यसले के भइराको हुन्छ भन्दाखेरि कुनै पनि प्याकेजेसहरु डाउनलोड हुनुबित्तिकै त्यसको कन्फिगरेसन फाइलहरु कहाँ बस्छ etc भन्ने डाइरेक्टरीमा बसिरहेको हुन्छ नि हैन सो etc भन्ने डाइरेक्टरीमा मैले ls गर्दाखेरि यसमा httpd भने के हुन्छ अटोमेटिकली के बनेको हुन्छ त डाइरेक्टली बनेको हुन्छ के हामीले इन्स्टल गर्नुबित्तिकै अघि वारको www को html बनेको थिएन हैन त्यसै यहाँ httpd भने डाइरेक्टरीमा यहाँ के छ भन्दाखेरि मैले यसमा गएर ट्री भने कमान्ड युज गरे रे ट्री भने कमान्ड युज गर्दाखेरि सबै देखाइदिन्छ सो यसमा के छ त कन भने एउटा डाइरेक्टरी छ यहाँ हैन यो कन भने डाइरेक्टरी चाहिँ
डिरेक्टिभ हो क्या http को सबैभन्दा मेन प्यारेन्ट डिरेक्टिभ भनौँ न। सो त्यसमा चाहिँ के छ http.conf भन्ने फाइल छ। यो फाइल भनेको चाहिँ हाम्रो अपाचेको मेन कन्फिगरेसन फाइल हो। हामीले यो कन भन्ने फाइलमा http.conf भन्नेमा जे चेन्जेस गर्छ नि त्यो चाहिँ पुरै के हुन्छ त हाम्रो पुरै वेब सर्भरमा इफेक्टिभ हुन्छ नि त, पुरै इफेक्टिभ चेन्जेस ल्याउँछ त्यसले। अब con.d भन्ने डिरेक्टरी छ, यो भनेको एक किसिमको यसकै चाइल्ड डिरेक्टरी त नभनौँ, तर त्यही भने नि केही फरक पर्दैन कि किन भन्दाखेरि हामीले con.d डिरेक्टरीमा जुनै पनि फाइल .con भनेर हुन्छ नि, लास्टमा एक्सटेन्सन के हुनु पर्यो त .con भनेर। यदि .com अथवा abc.con xyz.con भन्ने जुनै फाइलको नि लास्टमा चाहिँ एक्सटेन्सन .con छ र अनि हामीले त्यो फाइलभित्र केही कुरा डिफाइन गऱ्यौँ भने त्यो चाहिँ अटोमेटिकली यो माथिको http.con भन्ने फाइल छ नि हाम्रो con डिरेक्टरीको, त्यसले के गर्छ कल गर्छ क्या। त्यो कुराहरू चाहिँ http.con फाइलभित्र डिफाइन गरेको हुन्छ, त्यसको बारेमा हामी हेर्छौँ अब एकछिनमा। अनि सिमिलरली com.models.d भन्ने छ, यो भनेको के हो त con.d भनेको चाहिँ एक्चुअली किन चाह्यो भन्दाखेरि हामीले यदि सबै कुराहरू http.con भन्ने फाइलमा डिफाइन गर्न थाल्यौँ भने हाम्रो http.con भन्ने फाइल चाहिँ एकदम लामो हुन्छ क्या, लामो बेसी फोर हुन्छ कि हामीलाई नि के भन्छ कन्फ्युजिङ हुन्छ। सो हामीले म्यानेज गर्नको लागि चाहिँ के गर्छ त यो माथिको con.d भन्ने लोकेसनमा हामीले म्यानुअल कन्फिगरेसन फाइलहरू बनाउँछौँ कि यसरी git-web.con manual.con अघि हाम्रो बाई डिफल्ट आइरहेको थियो नि, त्यो भनेको नि यिनीहरू कुनै न कुनै ठाउँमा डिफाइन गरेको छ हो, त्यसैले आइरहेको हो। अनि त्यस सिमिलरली com.modules.d भनेको छ, यो भनेको चाहिँ मोडुल्सहरूको कन्फिगरेसन फाइल के गरिरहेको हुन्छ इन्क्लुड गरिरहेको हुन्छ। मोडुल्सहरूले के गर्ने काम गर्छ त हाम्रो वेब सर्भरलाई फङ्सनलिटी प्रोभाइड गर्ने काम गर्छ नि त, डिफ्रेन्ट फङ्सनलिटीहरू। सो अब अर्को के छ लग्स मोडुल्स नन स्टेट भनेको कुन कलरमा छ, लाइक लाइट ग्रिन कलरमा छ नि होइन। यो भनेको के हो त हाम्रो सिम्बोलिकली भनेको पनि यो लग्स भन्नेले कहाँतिर पोइन्ट आउट गरिरहेको छ वारको लगको http। हामीले यही भित्र अथवा यो फाइलहरूभित्र लग्स भन्ने लोकेसनमा गएर केही कुरा डिफाइन गर्दै भने त्यो चाहिँ कहाँ जाने रहेछ त, कहाँ चाहिँ इफेक्टिभ हुने रहेछ त वारको लगको http भन्ने लोकेसन भन्ने रहेछ नि त होइन। सो यसले अब मोडल्सहरू कहाँदेखि ताने त अब यो http सर्भरले हाम्रो युएसआरको lib64 को http को मोडल्स भन्ने डिरेक्टरीबाट के गरिरहेको छ त मोडल्सहरू तानिरहेको छ नि होइन। सो यो कुराहरू भयो रनको http स्टेट यही कुराहरू भयो होइन। सो हामीले यदि con भन्ने डिरेक्टरीकै बारेमा राम्रोसँग हेऱ्यौँ भने चाहिँ हाम्रो मेन कुरा अब धेरै कुराहरू चाहिँ के हुन्छ त क्लियर भइदिन्छ क्या। सो म के गरिदिन्छु con भन्ने डिरेक्टरीमा गएर होइन, con भन्ने डिरेक्टरीमा मैले अहिले एलाइस गर्दाखेरि म्याजिक र http.con भन्ने छ। अहिले हामीलाई म्याजिक भन्ने त्यो फाइलको बारेमा खासै जरुरत छैन। अब हामीले हेर्ने भनेको चाहिँ के को बारेमा त http.con फाइलको बारेमा के। यो http.con भनेको चाहिँ कस्तो फाइलमा हुन्छ त नर्मली कस्तो फाइलमा हुन्छ हाम्रो लिनक्समा सबै फाइलहरू चाहिँ के हुन्छ त टेक्स्ट प्लेन फर्मेटमा भइरहेको हुन्छ नि होइन। हामीले यो http.con भन्ने फाइललाई त जुनै पनि टेक्स्ट एडिटरको थ्रु हामीले के गर्नु मिल्यो त एडिट गर्न मिल्यो नि होइन। सो अहिले मैले vim टेक्स्ट एडिटर युज गरेर भने त्यो फाइल खोलेर हेर्दाखेरि यहाँ के छ सबै ग्रिन कलरमा आइरहेको छ नि होइन। यो भनेको के हो त सबै कमेन्ट हो, यो अगाडि ह्यास भएकोहरू सबै। अब यदि तपाईँहरूलाई होइन अपाचे बारेमा राम्रोसँग थाहा छैन भने चाहिँ हामीले यो कमेन्ट चाहिँ नहटाइकन पढेको एकदम राम्रो हुन्छ कि। यसले धेरै इन्फर्मेसनहरू चाहिँ हामीलाई सेयर गरिरहेको हुन्छ के हो भनेर। सपोज एक्जाम्पलको लागि हेर्ने भने सर्भर रुट भनेको छ, यो सर्भर रुट भनेको के हो भनेर माथिपट्टि सबै डिफाइन गरिदिएको छ। अनि यहाँतिर लिसन भनेको छ, लिसनले के गर्छ भनेको छ लिसन एलाउज टु बाइन्ड अपाचे स्पेसिफिक आइपी एड्रेस भनेर यसलाई सबै इन्फर्मेसन दिइरहेको छ नि होइन। लिसन अब पार्टिकुलर आइपीमा मात्रै लिसन गर्नु पर्यो भने कसरी गर्ने भनेर माथि इक्जाम्पल पनि दिइरहेको छ। सो यो भयो होइन। तर अहिलेको कन्डिसनमा हामीलाई के छ भन्दाखेरि हामीले यसो हेर्दाखेरि एकदम मेसी देखिरहेको छ क्या। सो हामीले यो मेसी देखिरहेको छैन। अब हामीले सबै कमेन्टहरू हटाउनको लागि के गरिन्छ त अब हामीले कन्फिगरेसन फाइलमा अहिले कोलम गरिन्छ, कोलम गरेर के गरिन्छ जी भनेको के हो ग्लोबल कन्फिग यो के भन्छ ग्लोबल कन्फिगरेसन हो होइन। सो पावर बटन अनि // गरेर अनि एस भनेको अब एम्प्टी स्पेसहरू सबै यो गर्नको लागि अब ह्यास भनेको के त ह्यासबाट स्टार्ट हुने सबै कमेन्टहरूमा नि त होइन। मैले डिलिट गर्दै हेरेँ यो कमेन्टले के गर्छ त सबै कमेन्ट र एम्प्टी स्पेसहरू डिलिट गरिदिन्छ नि होइन। मैले इन्टर हान्ने बित्तिकै के भयो अब मेरो यो के छ त मेरो यो कन्फिगरेसन फाइल के भयो एकदम सानो र क्लियर सफा भयो। सो अब हामीले चाहिँ म तपाईँहरूलाई यसको बारेमा बुझाइदिन्छु कि
यो फाइल बुझ्यो भने तपाईको अपाचेको जे अलमोस्ट धेरै कुराहरू तपाईले बुझ्नुहुन्छ। यो कुरा अब हामीले जति पनि कन्फिगरेसन गरिन्छ नि यही फाइलको बेसमा हुन्छ कि प्यारामिटरहरु यो भित्र जे डिफाइन गरेको छ त्यही कुराहरु चाहिँ हामीले देखिराख्ने हुन्छ के। सो सबैभन्दा फर्स्टमा छ सर्भर रुट भनेर etc का httpd लाई के गरिरहेको छ देखाइरहेको छ। मैले एउटा नयाँ टर्मिनल खोले रे cd etc का httpd भन्ने डाइरेक्टिभमा मैले योमा लिस्ट गर्दाखेरि यहाँ के छ अघिकै कन्टेन्टहरु छ नि हैन। हो यो सर्भर रुट डाइरेक्टिभले चाहिँ के गरिन्छ भने यो डाइरेक्टिभले चाहिँ के गर्छ भन्दाखेरि यो भनेको चाहिँ हाम्रो अपाचे अथवा httpd सर्भरको टप लेभलको डाइरेक्टरी हो के। यसले चाहिँ के भनिरहेको छ भन्दाखेरि हाम्रो यो अपाचे अथवा वेब सर्भरलाई चाहिने जति पनि रिसोर्सेसहरु हुन्छ, जति पनि लग्सहरु हुन्छ, जति पनि फाइल्सहरु हुन्छ हैन, हाम्रो जुन चाहिँ अपाचे सर्भरलाई अथवा वेब सर्भरलाई चाहिन्छ त्यो चाहिँ हाम्रो etc को httpd भन्ने लोकेसनमा छ भनेर भनेको मात्रै हो। जस्ट यसले स्पेसिफाई गरेको मात्र यो लोकेसनबाट तान्ने भनेर यो लोकेसनमा छ भनेर डिफाइन गरेको। यदि हामीले यो सबै कुराहरु चाहिँ कन्फिगरेसन फाइल यिनीहरु हामीले अर्को लोकेसनमा चेन्ज गर्यौं भने हामीले के गर्नु पर्यो त सर्भर रुटमा चाहिँ के गर्नु पर्यो त्यो चेन्ज गर्दिनु पर्ने हुन्छ। तर यो हामीले के गरिन्छ बाइ डिफल्ट यो खासै चेन्ज गरिँदैन के। सो मेरो यहाँ मेसेज खाली मैले फेरि खोले अनि म यसलाई सेभ एन्ड एक्जिट गर्छु। यो कुरा भएन त्यो भनेको सबैभन्दा फर्स्ट के भयो त सर्भर.root को बारेमा त्यो भयो। जसले चाहिँ के गरेको हो त मेन हाम्रो कन्फिगरेसनहरु कहाँ छ रिसोर्सहरु कहाँ पाइन्छ भन्ने त्यो डिफाइन गरेको। अब सेकेन्ड लाइनमा छ लिसन भनेर। लिसन भनेको चाहिँ अब के हो भन्दाखेरि कुनै पनि आईपी एड्रेस अथवा कुनै पनि पोर्ट के अहिले हाम्रो वेब सर्भरले पोर्ट नम्बर कतिमा लिसन गर्ने भनेको छ त पोर्ट नम्बर 80 मा मात्र लिसन गर्ने भनेर राखेको छ नि हैन। सो अहिले चाहिँ कुनै छ त जुनै आईपी को नि अब हामीले जुनै जहाँबाट आयो नि पोर्ट नम्बर 80 मा चाहिँ हाम्रो वेब सर्भरले लिसन गरिरहेको छ। अघि हामीले एक्जाम्पल देखाइरहेको थिए नि यदि पार्टिकुलर आईपी मा मात्र लिसन गर्नु पर्यो भने 192.168.1.100 भनेर यसरी डिफाइन गरिदिनु पर्यो। अहिलेको लागि मैले आईपी राख्दिन ल पोर्ट चाहिँ अब हामी 80 मा नराख्ने अथवा https को लागि कति हुन्छ 443 हुन्छ नि हैन। अब 80 मा नराख्ने म 8090 राख्छु भने मैले यसरी 8090 भनेर चेन्ज गरिदिनु पर्यो के। अनि म के गर्छु सिस्टम अहिलेको लागि सिस्टम ctl restart httpd गरेर मैले अहिले के छ हाम्रो जर्नल ctl यो भन्ने राखेको छ हैन। अगाडि हामी यसको यो किन भयो भन्दाखेरि हामी यसको बारेमा हामी एकैछिन हेर्ने छौं। अहिले हेर्न थाल्यो भने त्यो एकदम लङ हुन्छ। मैले अहिलेको लागि 80 नै राखेर 80 राख्दाखेरि चाहिँ हामीले त्यसमा एरर आउँदैन के। त्यो एरर किन आउँदैन भन्दाखेरि हाम्रो एसए लिनक्सले गर्दाखेरि त्यो भइराको हो के। सो हामी त्यसको बारेमा अहिले लास्टमा हेरौँ न त हैन सबै एकैचोटी भन्नुको नि हामीले पोर्ट चेन्ज गरेमा हामीले यसरी पोर्ट चेन्ज गर्न सकिन्छ। अनि सिमिलरली इन्क्लुड भन्ने प्यारामिटर छ नि यो इन्क्लुड भन्नेले के गर्छ त हाम्रो count.modules.d मा जति नै फाइलहरु चाहिँ अब एस्ट्रिक भनेको जुनसुकै फाइल तर लास्टमा चाहिँ .const भन्ने छ भने चाहिँ के गर्छ त यो अटोमेटिक यसले तानिरहेको हुन्छ। सो त्यो भयो हैन। अनि मुनिपटि के छ युजरमा अपाचे छ ग्रुपमा अपाचे भन्ने छ। अब हामीले एउटा कुरा के बुझ्नु पर्छ भन्दाखेरि हामीले httpd अथवा अपाचे प्याकेज डाउनलोड गर्ने बित्तिकै एउटा के बनिरहेको हुन्छ त अपाचे भन्ने युजर ग्रुप बनिरहेको हुन्छ के। हामीले यसको ग्रुप आईडी नम्बर हेर्ने भए कति छ ग्रुप आईडी र युजर आईडी नम्बर हेर्ने भए आईडी नम्बर 48 छ नि हैन। 48 भनेको के हो यो भनेको त पावरफुल युजर रुट युजर त हैन नर्मल युजर पनि हैन। सो 1 देखि 999 बिचको युजरहरु कुन हो त सिस्टम युजर हो नि त हैन। सो यो भनेको चाहिँ के हो त हाम्रो अपाचेको के रहेछ त सिस्टम युजर रहेछ। यो भनेको चाहिँ हाम्रो httpd प्याकेज इन्स्टल गर्ने बित्तिकै के भन्छ त बनिने है यो भनेको। उप्स हो यो भनेको चाहिँ हाम्रो के हो त सिस्टम युजर के रे हामीले अपाचे अथवा httpd प्याकेज इन्स्टल गर्ने बित्तिकै बनिने के भयो त युजर भयो। अब यसले के गर्छ भन्दाखेरि अब अपाचे युजरले के गरे त एउटा हामीले जहिले पनि रुटबाट चलाउनु परेन लिमिटेड प्रिभिलेज मात्र गरे नि त। सो के हुन्छ त यसले चाहिँ एकदम अनअथराइज चेन्जेसहरु गर्ने दिँदैन के। अब अपाचे युजरले मात्र अन गर्ने अपाचे ग्रुपले मात्र अन गर्ने भनेपछि यसले के गरे त एक किसिमको हामीले सेक्युरिटी प्रोवाइड गरे के। अनि अरु त्यसको साथसाथै के हुन्छ भन्दाखेरि हामीले कुनै पनि ब्राउजरमा केही कुराहरु सर्च गरेर हैन हामीले facebook.com अथवा कुनै पनि
समथिङ समथिङ कुराहरू सर्च गर्दाखेरि तिनीहरूको नि काहीँ न काहीँ वेब सर्भर त हुन्छ नि होइन। हो त्यो वेब सर्भरमा चाहिँ के गर्छ त, अब त्यो वेब सर्भरमा हिट्स हुने बित्तिकै कुनै पनि रिक्वेस्टहरू हिट हुने बित्तिकै अब त्यसलाई रेस्पोन्स गर्ने काम चाहिँ कसले गर्छ त, यो हाम्रो अपाचे भन्ने युजरले गर्ने काम गर्छ के। सो सिमिलरली अब एउटै अब वेब के भन्छ अब एडमिनिस्ट्रेटर चाहिँ टन्नै छ भने हामीले ग्रुपमा डिफाइन गरिदिए नि भयो, यो ग्रुपभित्र हालिदिए नि भयो होइन। अनि सिमिलर त्यसको मुनिपट्टि के छ भन्दाखेरि सर्भर एडमिन @local_host भनेर छ। यो सर्भर एडमिन भनेको चाहिँ कस्तो हो भन्दाखेरि यदि हाम्रो यो वेब सर्भरमा कुनै पनि एरर आएर अथवा समथिङ केही भयो भने सबैभन्दा मेल कसलाई जाने त भन्ने कुरो हो कि। अहिलेको कन्डिसनमा के छ @local_host छ। अब रियल कन्डिसनमा कस्तो हुन सक्यो त, अब रियल कन्डिसनमा अब त प्रोडक्सन इन्भाइरोमेन्ट हो भने तपाईँको मेल सर्भरहरू कन्फिगरेसन गरेको होला, डिएनएस कन्फिगरेसन गरेको होला होइन। ल मैले के गरिदिन्छु ल रियल टाइममा यदि पेम्बा भने चाहिँ एडमिन हो भने पेम्बा @journeyxyz.com भनेर के गर्छ त तपाईँहरूले आफ्नो डोमेनहरू राखिदिनुहुन्छ होइन। त्यही भयो क्या रियल टाइममा भनेको चाहिँ। अहिलेको लागि चाहिँ मैले पुरानै राखिदिएँ, बाई डिफल्ट नै राखिदिएँ, केही गरेन हो। अब त्यसको मुनिपट्टि के छ त, अब हामीसँग हेर्नु पर्ने भनेको डाइरेक्टरी भनेर छ कि। यो सेसनले चाहिँ के इन्डिकेसन गर्छ भन्दाखेरि यो डाइरेक्टिभले बेसिकली भन्नु खोजेको चाहिँ डाइरेक्टरी भनेर हामीले जति पनि डिफाइन गर्छ नि यो भनेको हाम्रो स्पेसिफिक डाइरेक्टरीलाई के पर्मिसन दिने भन्नु खोजिरहेको हो। योमा के छ डाइरेक्टरी भनेर हाम्रो के छ स्ल्यास भनेर छ नि होइन। यो भनेको के हो भन्दाखेरि डाइरेक्टरी भनेको के हो लिनक्समा के अरे लिनक्समा डाइरेक्टरी भनेको सरी विन्डोजमा हामीले के भन्छ त डाइरेक्टरीलाई हामीले के भन्छ एउटा फोल्डर भनिन्छ नि होइन हो। तर लिनक्समा डाइरेक्टरी भनिन्छ। अब यो स्ल्यास भन्ने डाइरेक्टरी यो स्ल्यास भन्ने डाइरेक्टरी त के हाम्रो मेन हो नि त हो। यो मेन डाइरेक्टरीलाई के दिने भनेको कि यसलाई पर्मिसन के दिने भनेको योमा के छ भन्दाखेरि स्ल्यास भनेर त्यो डाइरेक्टरीलाई चाहिँ के दिएको छ पर्मिसन एलो ओभरराइड नन भनेको छ क्या। यो चाहिँ एलो ओभरराइड नन चाहिँ किन गरेको भन्दाखेरि यो हाम्रो यो डाइरेक्टरी छ नि हाम्रो यो स्ल्यास भन्ने मेन डाइरेक्टरी हो। यो मेन डाइरेक्टरीलाई चाहिँ कुनै पनि फाइल्सहरू हुन्छ नि अब कुनै पनि फाइल्सहरूले चाहिँ केही पनि चेन्जेस गर्न नसकोस् भनेर के त्यो फाइलभित्र लेखेको केही कुरा अथवा त्यो फाइलभित्र डिफाइन गरेको कुराहरूले केही पनि चेन्जेस गर्न नसकोस् भनेर चाहिँ एलो ओभरराइड नन गर्ने गरिन्छ। भन्नुको मिनिङ नर्मली कस्तो हुन्छ भन्दाखेरि हामीसँग .htaccess भन्ने फाइलहरू हुन्छ क्या। यदि हामीले सेयर गरेको छ भने .htpatchwd भन्ने फाइलहरू हुन्छ, कुनै पनि पासवर्डहरू हाल्नु पर्यो भने होइन हो। यो फाइलहरूमा नि हामीले के गरिन्छ भन्दाखेरि हामीले यहाँ जसरी डिफाइन गरिरहेको छ नि होइन यसरी नै सर्टन सेटिङ्सहरू चाहिँ हामीले डिफाइन गरेको हुन्छ। सो यदि हामीले त्यो सेटिङ्सहरूले चाहिँ के नगरोस् त त्यो फाइलहरूमा लेखेको .htaccessमा लेखेको कुनै पनि कुराहरूले चाहिँ यो हाम्रो स्ल्यास भन्ने डिरेक्टरीमा केही पनि चेन्जेस नगरोस् भनेर चाहिँ हामीले एलो ओभरराइडमा नन गरिन्छ कि। सो यो भनेको के एक किसिमको सेक्युरिटी फिचर्स हो नि त होइन। यदि हामीले यो एलो ओभरराइडमा अल अथवा समथिङ अरू केही कुराहरू चेन्जेस गरिदियौँ भने के हुन्छ त हाम्रो यो पुरै के गरिदिन्छ यो भनेको त्यो फाइलमा डिफाइन गरेको अथवा त्यो डिरेक्टरीको त्यो अब यो डिरेक्टरीको सब डिरेक्टरीज हुन्छ नि हाम्रो स्ल्यासको सब डिरेक्टरीजमा स्ल्यासमा के पर्छ होमहरू सबै डिरेक्टरीजहरू पर्छ नि होइन सबैमा चेन्जेस भइदिन्छ क्या हो। त्यो चेन्जेस नहुनको लागि चाहिँ हामीले एलो ओभरराइडमा जहिले पनि नन गरिन्छ। हामीले रुट स्ल्यासलाई चाहिँ हामीले झुकेर नि यो गर्नु भएन, हामीले एलो ओभरराइडमा चाहिँ ननै राखिदिनु पर्यो क्या अल अथवा अलहरू राख्नु भएन। त्यसको मुनि के छ त रिक्वायर अल डिनाइड भनेर छ नि होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि यो हाम्रो स्ल्यास भन्ने डिरेक्टरीलाई जुनसुकै होस् एनी रिजन क्या हाम्रो वेब ब्राउजरबाट चाहिँ त्यसले यो स्ल्यास भन्ने डिरेक्टरीमा जानै सक्दैन कि। त्यसले यो हाम्रो स्ल्यास भन्ने डिरेक्टरीमा जति पनि डिफाइन गरेको कुराहरू हुन्छ नि त्यो कन्टेन्टहरू पाउन सक्दैन क्या। नत्र भने त के हाम्रो पुरै सिस्टमै एक्सेस गर्दैन त होइन सिस्टमले हो त्यो चाहिँ हुन दिँदैन क्या। सो किन त रिक्वायर अल डिनाइड भनेर चाहिँ त्यसैले दिँदैन क्या। अब मैले यहाँ कन्डिसनमा मैले यहाँतिर होइन फाइल स्ल्यास भन्यो भने यहाँ के देखाउँछ मैले कोलम स्ल्यास गर्दाखेरि योमा मेरो के छ यहाँतिर यो लिनक्समा केही देखाइरहेको छैन नि होइन। तर यदि मैले यही कन्डिसन चाहिँ मैले यो विन्डोजको कन्डिसनमा चाहिँ सी कोलम गर्ने बित्तिकै यसले के गर्ने हाम्रो सी ड्राइभको सबै इन्फर्मेसनहरू के गरे त ब्राउजरमा देखाइरहेको छ नि होइन। यो तपाईँको सी ड्राइभको इन्फर्मेसनहरू यदि मैले योमा डी ड्राइभको इन्फर्मेसनहरू गर्नु पर्यो भने के गरिन्छ डी ड्राइभको इन्फर्मेसनहरू देखाइरहेको हुन्छ नि त होइन। सो तर अहिले हाम्रो कन्डिसनमा चाहिँ के हो लिनक्सको कन्डिसनमा चाहिँ त्यस्तो छैन क्या।
मैले फेरि यही फाइलमा गएँ। यो भन्नुको मिनिङ के हो भन्दाखेरि हाम्रो यो स्ल्यास भन्ने डिरेक्टरी छ नि त्यसलाई चाहिँ स्ल्यास भन्ने डिरेक्टरीमा जेसुकै होस् त्यसले ल्याउन सक्दैन। अब अर्को त्यो पछिको मुनि भनेको हाम्रो डकुमेन्ट रुट भनेर छ। यो डकुमेन्ट रुट भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ हामीले अलिकति बुझ्नुपर्ने हुन्छ क्या। डकुमेन्ट रुट भनेको चाहिँ अब हामीले ब्राउजरमा केही कुराहरू सर्च गर्छ नि, अघि हामीले जर्नी XYZ भनेर सर्च गरेको थिएँ नि, त्यो जर्नी XYZ सर्च गर्दाखेरि अथवा मैले हाम्रो पार्टिकुलर वेबसाइट सर्च गर्दाखेरि लोकल होस्ट सर्च गर्दाखेरि हामीलाई कन्टेन्ट कहाँको देखायो त वारको www HTML को देखायो नि होइन। सो बाई डिफल्ट चाहिँ किन चाहिँ हाम्रो वेब सर्भरले वारको www HTML मा भएको कुरा देखाइरहेको छ भन्दाखेरि डकुमेन्ट रुटमा डिफाइन गरेर हो क्या। डकुमेन्ट रुट भनेको चाहिँ हामीले केही कुरा चाहिँ हाम्रो ब्राउजरमा सर्च गरेर वेब क्लाइन्टले केही कुरा सर्च गर्यो भने त्यो सबैमा त्यो कहाँ जान्छ त डाइरेक्ट हाम्रो डकुमेन्ट रुटमा गएर खोज्न थाल्छ क्या। सो डकुमेन्ट रुटमा गएर खोज्दाखेरि यदि त्यसले index.html फाइल बाई डिफल्ट भेट्यो भने के हुन्छ त त्यो चाहिँ प्रेजेन्ट गरिदिन्छ क्या। हो त्यो भयो होइन। सो त्यसैले चाहिँ यो डकुमेन्ट रुट भनेको चाहिँ मेन के तपाईँको कन्टेन्ट कहाँ छ त तपाईँको क्लाइन्टले तपाईँको ब्राउजरमा तपाईँको URL अथवा तपाईँको DNS नेम हाल्ने बित्तिकै कुन लोकेसनमा गएर कन्टेन्ट पाओस् त भनेर चाहिँ हामीले के गर्छौँ त डकुमेन्ट रुट डिफाइन गर्छौँ। सो अनि त्यसको मुनिपट्टि के छ फेरि डाइरेक्टरी भनेर एउटा डाइरेक्टिभ छ होइन। सो योमा के डिफाइन गरेको छ वारको www के। अब यो वारको www भनेको के माथि स्ल्यास भन्ने डिरेक्टरी डिफाइन गरेको जस्तै मुनि वारको www डिरेक्टरी यसलाई नै एलो ओभरराइडमा ननै गरेको छ। अनि रिक्वायर अल ग्रान्टेड भनेको छ नि माथिको कन्डिसनमा के थियो डिनाइड थियो क्या। अब योमा के छ रिक्वायर अल ग्रान्टेड यो भनेको के हो भन्दाखेरि यो वारको www अथवा यो पछिको सब डिरेक्टरिज योमा जति पनि कन्टेन्टहरू हुन्छ नि त्यो कुरा चाहिँ हाम्रो क्लाइन्टले पाओस् भनेर चाहिँ हामीले ग्रान्टेड गरेको त्यो वेब सर्भर वेब क्लाइन्टले पाउन सकोस् भनेर। यदि हामीले माथि के छ रिक्वायर अल डिनाइड गरेको छ नि होइन योमा नि हामीले रिक्वायर अल ग्रान्टेडको साथै डिनाइड गर्दै भने के होला ल सपोज DENI डिनाइड गर्यो भने अब अभियसली हाम्रो क्लाइन्टले कन्टेन्ट नपाउन सक्यो होइन। रिस्टार्ट मैले HTTPD गरेँ मैले ब्राउजरमा गएँ म के गर्छु त अहिले लोकल होस्ट भनेर सर्च गर्छु। लोकल होस्ट भनेर सर्च गर्दाखेरि यसलाई कन्टेन्ट पाइरहेको छ नि होइन। मैले फेरि त्यो फाइल खोलेर यो मात्रै डिनाइड गरेको छ तर त्यसको तल्लोपट्टि के छ तल्लोपट्टि नि हाम्रो वारको www HTML भन्ने डिरेक्टरी छ नि होइन त्यसलाई के गरेको छ त्यसलाई ग्रान्टेड गरेको छ नि होइन। सो मैले यसलाई पनि डिनाइड गरेँ अहिलेको कन्डिसनमा किन भन्दाखेरि अघि हामीले माथिकोलाई मात्र गरेँ मेन हाम्रो कन्टेन्ट त कहाँदेखि पाइरहेको छ हाम्रो वारको www HTML भन्नेबाट होइन होइन। सो अब मैले फेरि यसले रिस्टार्ट गरेर योमा के छ अब हाम्रो कन्डिसनमा के आयो त पुरानो कन्टेन्ट आयो नि होइन बाई डिफल्ट कन्टेन्ट। यो बाई डिफल्ट कन्टेन्ट नि हाम्रो कुनै न कुनै लोकेसनबाट होस्टिङ भइरहेको छ क्या। त्यो हाम्रो etc को convert.d भन्ने डिरेक्टरीमा डिफाइन गरेको हुन सक्यो। सो यदि हामीले के चाहिँ बुझ्नु पर्यो भन्दाखेरि हामीले यदि योमा के गर्नु पर्यो त ग्रान्टेड अब हाम्रो यो लोकेसनको कन्टेन्टहरू देखाउनु पर्यो भने चाहिँ हामीले यसलाई ग्रान्टेड गरिदिनु पर्यो। अहिले दुईटैले मैले ग्रान्टेड गरिदिएँ। यदि हामीले योमा डिनाइड गऱ्यौँ भनेर हाम्रो यो बाई डिफल्ट कन्टेन्टहरू छैन भने चाहिँ हाम्रो 403 इरर भनेर त्यो देखाइदिन्छ क्या। अनि यो हाम्रो के छ त अप्सन्स भन्ने छ तल्लोपट्टि डिरेक्टरीको वारको www HTML भनेर छ। योमा एउटा अप्सन्स भन्ने एउटा नयाँ प्यारामिटर एड गरेको छ। यो अप्सन्स भन्नेले चाहिँ यसले अब हाम्रो वेब सर्भरले अप्सनहरू एड गर्ने क्रिएट गर्छ क्या। अप्सन भनेको मिनिङ फिचर्सहरू क्या नयाँ नयाँ फिचर्सहरू के गर्ने भनेर यो हामीले यिनीहरूको बारेमा चाहिँ डकुमेन्टेसनै पढ्नुपर्ने हुन्छ कुन फिचर्स चाहिँ के गर्छ भनेर। अहिले इन्डेसेस भनेर छ नि होइन यो इन्डेसेस भन्ने फिचर्सले चाहिँ के गर्छ भन्दाखेरि यो अप्सन्सले चाहिँ यदि हाम्रो वारको www HTML भन्ने डिरेक्टरी छ नि यो वारको www HTML भन्ने डिरेक्टरीमा index.html फाइल छैन भने अथवा फाइल छैन तर नि त्यो लोकेसनमा चाहिँ अर्को डिरेक्टरीहरू हुन सक्यो नि। योमा अहिले के छ हाम्रो cd वारको www को HTML मा के छ त ss भन्ने डिरेक्टरीहरू छ नि होइन हो यो ssहरू डिरेक्टरी नै डिस्प्ले गर्ने काम पनि गर्छ क्या यो इन्डेसेस भनेर राख्यो भने। अनि त्यस्तै फलो सिम्बोलिक लिङ्क भनेको छ त्यो सिम्बोलिक लिङ्क फलो गर्नको लागि भयो डिरेक्टरीमा। अनि रिक्वायर अल ग्रान्टेड भनेको छ अनि त्यो चाहिँ रिक्वायर अल ग्रान्टेड भनेको अघि नै डिस्कस गरिसके त्यो कन्टेन्टहरू पाउनको लागि। एलो ओभरराइड नन भनेको htaccess फाइल अथवा कुनै पनि फाइलले यो लोकेसन यो डिरेक्टरीमा चेन्जेस गर्न नसकोस् भनेर। सिमिलरली तल्लोपट्टि के छ त एउटा मोड्युल तानेको छ यसले मोड्युल भनेर dir मोड्युल भनेर यो डाइरेक्टरी इन्डेक्समा के छ index.html क्या। यो भनेको हामीले बुझ्नुपर्ने हुन्छ। यो चाहिँ के हो भन्दाखेरि
यसले के गरिरहेको छ भन्दा डिआइआर मोडेल एउटा तानिरहेको छ कि यसले चाहिँ डाइरेक्टरी इन्डेक्समा चाहिँ index.html भनेर छ नि भन्नेको मिनिङ हामीले ब्राउजरमा गएर मैले रिस्टार्ट गर्दाखेरि यहाँ तपाईले हामीले यहाँ लोकल होस् index.html भनेर सर्च गर्नु परेन नि हैन हो यो किन परेन भन्दाखेरि dir_ मोडुलले गर्दाखेरि के dir_ मोडुलले यहाँ के भनिरहेको छ index.html भनिरहेको छ नि यो भनेको चाहिँ के भनेको भन्दाखेरि हामीले index.html फाइल भने एउटा बनायौं भने एउटा क्रिएट गर्यौं भने त्यसको कन्टेन्टहरु चाहिँ हामीले सर्च गरेर बस्नु पर्दैन के ब्राउजरबाट हाम्रो वेब सर्भर आफैले नै प्रेजेन्ट गर्दिन्छ के वेब क्लाइन्टलाई सो यदि हामीले अब index.html को साटो something.html ल pemba.html अथवा नेम चेन्ज गर्नु पर्यो भने हामीले यो लोकेसनमा आएर चेन्ज गरिदिनु पर्यो हैन सिमिलरली अब तल्लोपटि के छ भन्दाखेरि हाम्रो फाइल्स भन्ने छ फाइल्स भन्ने नि कस्तो भन्दाखेरि माथिको डाइरेक्टरी भन्ने छ नि यो जसरी नै काम गरिरहेको हुन्छ के डाइरेक्टरी टाइपले नै तर यो के को लागि त फाइल्सको लागि फाइल्समा के भनिरहेको छ .ht भनिरहेको छ नि अगाडि डट आउने बित्तिकै के हो त हिडन फाइल्स हो र .ht पछि के जेसुकै होस् न त .ht एक्सेस हुन सके .ht passw हुन सके हैन हो त्यो फाइलहरु सबै चाहिँ के छ त डिनाइड गरिरहेको छ नि त हैन त्यो फाइलहरु चाहिँ हाम्रो ब्राउजरबाट खोज्यो भने पाइँदैन के त्यो चाहिँ अब प्राय ह्याकरहरुले तिनीहरुले खोजिरहेको हुन्छ नि त तिम्रो त क्रेडेन्शियलहरु अथवा एकदम सिक्रेट इन्फर्मेसनहरु राखेको हुन्छ त्यो इन्फर्मेसनहरु पाउँछ कि भनेर तिनीहरुलाई नै ब्रिच गरेर खोजिरहेको हुन्छ सो त्यो फाइल्सहरु नपाओस् भनेर हामीले रिक्वायर अल डिनाइड गरिदिन्छौं सो रिक्वायर अल ग्रान्टेड गर्यो भने त हाम्रो सकिहाल्यो हैन अनि तलपटि चाहिँ एरर लग भनेर यो एरर लगमा चाहिँ के छ त logs/error_log भनेर छ नि हैन हो यो लग्स यो एरर लगले चाहिँ हाम्रो मेन सर्भर रुटको रिलेटिभ पाथ फलो गर्छ के भन्नुको मिनिङ यसले कहाँ जान्छ सुरुमा etc को httpd भन्ने डिरेक्टरीमा जान्छ अनि बल्ल यो लग्स चाहिँ अटोमेटिकली एड भइदिन्छ के अटोमेटिकली त्यसले चाहिँ यो फलो गर्छ यो एरर लग भनेको मिनिङ कहाँ जान्छ सुरुमा अघि हामीले सिम्बोलिक लिंक देखिरहेको थिए नि etc को httpd भन्ने डिरेक्टरीमा गएर ll गर्नेबित्तिकै त्यो लग्स भन्नेले चाहिँ सुरुमा कहाँ जान्छ त यो लग्स भन्नेले लग्समा जान्छ लग्स अनि etc को httpd अनि त्यसले चाहिँ कहाँ जान्छ भन्दाखेरि वारको लगको httpd भन्ने लोकेसनमा गइदिनु भयो के सो यो कुरा भयो हैन अनि त्यो पछि के छ अनि यहाँ एकछिन फेरि यो हुन थाले मेसी हुन थाले मैले फेरि खोले सिमिलरली त्यो सबै लेभलहरु त्यसै भयो के अब यहाँ इफ मोडुल भनेको छ लग कन्फिगरेसन मोडुल भनेको छ अब यिनीहरु केही न केही त्यो मोडुलहरुको यो होला हैन अनि लग फर्मेट भनेको छ फर्मेटहरु राखिदिएको छ यहाँ डिफाइन गरिदिएको छ कम्बाइन गरिदिएको छ कम्बाइन गर्नेको भने त्यस लगहरु सबै एउटै फाइलमा आओस् भनेर हो कस्टम लग भनेको छ लग्स अनि access.log भनेको छ अनि यो कम्बाइन गरेको छ नि हैन यो एरर लग अथवा हाम्रो कस्टम लगहरु चाहिँ के हुन्छ त सबै कम्बाइन भएर आइराको हुन्छ के मैले त्यो भन्नुको मिनिङ के हो त मैले यहाँतिर cd अब httpd सँग के प्रब्लम आयो भने वारको लग भन्ने डिरेक्टरीमा गएर के म cd वारमा जान्छु यहाँ ls गरेर लग भन्ने डिरेक्टरी छ नि हैन लग भनेमा यहाँ httpd भने अटोमेटिकली बनेको छ नि यसको यही डिरेक्टरीको नि त सिम्बोलिक लिंक भएको त हो यसमा access.log भन्ने छ नि हैन हो यसरी चाहिँ के छ त हाम्रो access.log भयो के हाम्रो यहाँ के छ अघि हामीले के गरेर सबै लगहरु आएर बसिरहेको हुन्छ के अब यो लगहरु चाहिँ फेरि सेन्ट्रलाइज सर्भरमा नै पठाउने काम गर्छ त्यो के को लागि त हाम्रो टेस्टिङको लागि हुन्छ नि हैन पछि लगहरु प्रिजर्भ गर्नको लागि हो त्यो भयो अनि फेरि पनि यो जान थाल्यो लग्स को कुरा भयो हैन अनि सिमिलरली यसले मोडुल्सहरु तानेको छ अनि एलायन्स मोडुल्समा यसले हामी यो भनेको चाहिँ हामी अलिकति पछि हेर्छौं के यो CGI bin भनेको छ नि यो भनेको चाहिँ कस्तो हो भन्दाखेरि हाम्रो युजको लागि हो के खासमा डाइनामिक वेब होस्टिङहरुको लागि अघि हामीले चाहिँ स्ट्याटिक वेब होस्टिङ मात्र गरिरहेका छौं के ओ डाइनामिक होस्टिङहरु अब पछि त कस्तो हुन सक्यो हामीले एउटा डेटाबेस चाहिन्छ हाम्रोमा क्लाइन्टहरु जहिले पनि आउन सकिन्छ हैन त्यो कन्डिसनमा डेटाबेसमा के गर्नु पर्यो इन्फर्मेसनहरु राख्नु पर्यो हो तिनीहरु म्यानेज गर्नको लागि हो तिनीहरु गरिन्छ के एलो ओभरराइडमा नन छ अप्सन्समा नन छ रिक्वायर अल ग्रान्टेड भनेको छ हैन यो कुराहरु चाहिँ हामीले बिस्तारै हेर्दै जान्छौं यो सबै टाइपहरु चाहिँ यसै यो एउटै टाइप हो के यो सबै हामीलाई जरुरत छैन अहिलेसम्म हामीले जति हेरे त्यति चाहिँ बुझ्यौ भने पुग्यो के अनि सिमिलरली यहाँ लास्टको यो लाइन चाहिँ अब यो के हो त सबैभन्दा यहाँतिर हामीले बुझ्नु पर्ने कुरा भनेको इन्क्लुड अप्सनल con.d डिरेक्टरीको
everything.com भनेको छ नि हैन यो प्यारामिटरले के गरे त हो यही प्यारामिटरले गर्दाखेरि हामीले के गर्न पाए त यही प्यारामिटरले गर्दाखेरि चाहिँ हामीले के छ त यो हामीले con.d भन्ने फाइलमा हैन जति पनि ल मैले vim something.com भन्ने फाइल बनाइदिएर हैन समथिङ बनाए भने अब यो के हुन्छ त यो फाइलमा जे डिफाइन गर्छ नि त्यो डिफाइन गरेको कन्टेन्ट्स अथवा त्यो कुराहरु चाहिँ अटोमेटिकली उ त हाम्रो httpd.com भन्ने फाइलले के गर्ने भयो त तान्ने भयो के हो यो भयो हाम्रो कन्फिगरेसन फाइलको बारेमा httpd को हैन मैले के छ त अब अघिसम्म हामीले अब एकछिन त्यसको बारेमा थोरै हेर्ने भयो भने वार्को www को html भन्ने डिरेक्टरीमा गयो यसको बारेमा हामीले जे हेरे नि त्यसकै बारेमा थोरै अब रिभ्यू गरे अब मैले यसले फेरि एकचोटी रिस्टार्ट गर्ने httpd गरेर मैले यहाँतिर रिलोड गर्ने बित्तिकै के छ यसले अहिले हाम्रो डिफल्ट कन्टेन्ट मात्रै पठाइराखेको छ नि हैन मैले etc को httpd.com भने कनको हाम्रो के हो त httpd.com भन्ने फाइल हो नि हैन योमा डिनाइड भएको होला सायद मैले त्यसलाई अलाउ गरिदिन्छु हाम्रो कहाँ छ भन्दाखेरि वारको www मा के छ अहिले डिनाइड छ मैले चाहिँ ग्रान्टेड भनेर गर्दै हेरे म त्यो डिफल्ट बाइ डिफल्ट कन्टेन्ट हैन मैले मेरो आफ्नै कन्टेन्ट देखाउन आँटिरहेको मैले ग्रान्टेड भनेर गर्दै हेरे हैन म के गर्दिन्छु सिस्टम ctl रिस्टार्ट httpd भनेर गर्दै हेरे हैन मैले अब के हुनु पर्यो त बाहिर छुट्टै कन्टेन्टहरु देख्नु पर्यो नि हैन फेरि मेरो वेबसाइट देख्न थाल्यो अब चाहिँ हामी एउटा के हेर्छौं भन्दाखेरि हामी छुट्टै एउटा डाइरेक्टरी किन नबनाउने त त्यो वारको www को html भन्ने त के हो त्यो त तपाईलाई पनि थाहा छ मलाई पनि थाहा भयो सिमिलरली यो त ह्याकरलाई पनि थाहा छ यो त जलाई पनि थाहा हुन्छ के सो अब हामीले के गर्छ त सिक्युरिटी फिचर्स एड गर्ने भयो हामीले अब हिडन डाइरेक्टरीहरु बनाउन सक्यो नि त हैन हिडन डाइरेक्टरी नै बनाउन सक्यो अथवा mkdir डट गर्दै हिडन भन्दै अथवा हिडनको समथिङ समथिङ भनेर हिडन डाइरेक्टरीबाट आफ्नो कन्टेन्टहरु के गर्नु पर्यो त के गर्न सकिन्छ त कन्टेन्टहरु चाहिँ क्लाइन्टलाई प्रोवाइड गर्न सकिन्छ नि त हैन हो अब हामी किन चाहिँ डाइरेक्टरी चेन्ज नगर्ने त किन वारको त्यो बाइ डिफल्टबाट गर्ने अब हामी नयाँबाट गर्नु पर्यो भने के गरिन्छ भन्दाखेरि ल मैले एउटा डाइरेक्टरी बनाएर ल mkdir समथिङ -p गरेर ल मैले चाहिँ अहिले के बनाइदिन्छु भन्दाखेरि अपाचे क्लास भनेर एउटा डाइरेक्टरी बनाएर हैन अब म के गरिदिन्छु cd apache क्लास भन्ने डाइरेक्टरीमा गए नि हैन यो म चाहिँ अब यो लोकेसनबाट चाहिँ म आफ्नो क्लाइन्टलाई चाहिँ मेरो कन्टेन्टहरु प्रोवाइड गर्न चाहन्छु के म किन वारको www को html गरेर बस्ने त म अलिकति सिक्युरिटी खोज्छु नि त सो अब म के गर्छु अब त्यो अघिकै कन्टेन्ट चाहिँ पठाइदिम न त हैन एकछिनका लागि के हेर्छु वारको www को html मा भएको सबै कुराहरु चाहिँ म यहाँतिर मुभ गरिदिन्छु के ल मैले अहिले के गरिदिन्छु भन्दाखेरि वारको www को html भन्ने डाइरेक्टरी नै हटाइदिन्छु ल हैन अब केही फरक पर्दैन म वारमा गए www मा गए html भने ls गरेर html भन्ने डाइरेक्टरी छैन नि हैन अझ म ताल पर्यो भने त म के गरिदिन्छु यो www भन्ने डाइरेक्टरी नै हटाइदिएर ल मैले अब यहाँ के छ वार मात्र छ नि हैन सो अहिलेको लागि म कहाँ जान्छु वारको cd के हो त apache भन्ने डाइरेक्टरी थियो नि हैन apache को क्लासमा के छ त मेरो यहाँ कन्टेन्टहरु छ अब मैले यहाँतिर हैन बाइ डिफल्ट यहाँ मैले लोड गर्दाखेरि यहाँ के छ बाइ डिफल्ट अब पुरानो त्यो कन्टेन्टहरुलाई पाउँदैन किनभने www भन्ने त्यो डाइरेक्टरी नै छैन हैन कन्टेन्ट नै छैन सो मैले फेरि के गरे त रिस्टार्ट httpd गरेर के छ त एरर कोड जब फर एसएसडी सर्भिस फेल भनिरहेको छ नि हैन जनरल -xc भनेर किन भन्दाखेरि यसले डकुमेन्ट रोड वारको www को html भेटेन रे के यसले त बाइ डिफल्ट वारको www को html भन्ने खोजिरहेको हुन्छ तर त्यो के छ त हामीसँग छैन तर मैले फेरि एकछिनका लागि वारको www को html भनेर बनाइदिए रे हाम्रो www पनि डिलिट गरे रे अघि डिलिट गरेको फेरि बनाउनु पर्यो बनाएर हैन फेरि मैले रिस्टार्ट गरेँ रिस्टार्ट httpd गरेर हैन के एरर आएन नि हैन तर नि के छ त हामीलाई त्यो कन्टेन्ट त पाइँदैन किन पाइँदैन भन्दाखेरि हामीसँग के छ वारको www को html मा के कन्टेन्ट भएको कन्टेन्ट पाइन्छ त तर हाम्रो कन्टेन्ट सबै कहाँ छ त अहिलेको कन्डिसनमा हाम्रो apache को के छ त क्लास भन्ने डाइरेक्टरीमा छ हैन सो अब मैले यो लोकेसनबाट होस्टिङ गर्नु पर्यो भने अब मैले के गर्नु पर्छ etc को httpd को अघिको कन्फिगरेसन फाइलमा गएर चाहिँ के गर्नु पर्यो त खेलाउनु पर्यो के
अब तपाईहरुले गाह्रो लाग्छ भने चाहिँ सुरुमा यो फाइलको ब्याकअप लिनु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ है। अब म यो के गर्छु त सर्भर रुट के हो हाम्रो etc को httpd नै हो। अब मलाई ल अझ सिक्युरिटी बढेछ म पोर्ट नम्बर 80 पनि गर्दिन म 8090 गर्छु भने मैले पोर्ट नम्बर नै 8090 भनेर थप्दिए अरे। सर्भर एडमिन मैले त्यही राख्दिए। अहिलेको लागि के छ त स्ल्याशमा त्यही नै भयो। अब हाम्रो डकुमेन्ट रुट त के डकुमेन्ट रुट र वारको www को html त हैन सो अहिले मैले यसलाई चेन्ज गर्ने हाम्रो के हो त डकुमेन्ट रुट अपाचेको क्लास भन्ने हो नि हैन। सो मैले के गरे अपाचेको क्लास भनेर राख्दिए अरे। फेरि मैले एउटा डाइरेक्टरी भनेर त्यो हाम्रो के को लागि त अपाचेको क्लासको लागि नै एउटा डिफाइन गरिदिनु पर्यो नि हैन। यो डाइरेक्टरीको कन्टेन्टहरु चाहिँ हाम्रो वेब क्लाइन्टले पाओस् भनेर म के गरिदिन्छु त यहाँतिर हेलो ओभर राइटमा चाहिँ के गरिदिन्छु ननै राखिदिन्छु के जस इन केस त कुनै पनि फाइलले केही पनि चेन्जेस गर्न नसकोस् भनेर। हाम्रो त्यो htxs फाइल चाहिँ खासै यो नि गरिँदैन के रिकमेन्ड पनि गरिँदैन के। अब शेयरिङ कन्डिसनमा भने चाहिँ त्यो छुट्टै कुरा भयो हैन नत्र भने खासै रिकमेन्ड गरिँदैन। मैले के गरे रिक्वायर अल ग्रान्टेड भनेर नि गर्ने किन भन्दाखेरि मैले यो डाइरेक्टरीको कुराहरु त डिस्प्ले गराउनु छ हैन। अब मैले के गरिदिन्छु त systemctl restart httpd भनेर गर्दै हेरे के योमा। अब यो हामीले बुझ्नु पर्ने यो किन आइराको छ भन्दाखेरि हाम्रो यो कन्डिसनमा के छ भन्दाखेरि हाम्रो यो SE Linux को बारेमा हेर्नु बुझ्नु पर्ने हुन्छ कि। अब मैले अहिले SE Linux को कन्डिसन के छ भनेर हेर्दाखेरि हाम्रो इन्फोर्सिङ मोडमा छ। सो हाम्रो SE Linux भनेको हामीले प्रोटेक्ट गर्नको लागि हो। SE Linux भनेको कर्नेल लेभलको सेक्युरिटी हो के। सो SE Linux ले चाहिँ हाम्रो कन्टेन्टलाई ब्लक गरिराखेको छ। मैले SE Linux अफ गरे रे मैले अहिलेको लागि केमा राख्दिन्छु त पर्मिसिभमा राख्दिए रे अहिलेको लागि हैन। अब मैले फेरि SE Linux को कन्टेन्ट हेरे भने के छ अहिले पर्मिसिभ मोडमा छ नि हैन। अब मैले रिस्टार्ट गरे रे रिस्टार्ट गर्ने बित्तिकै के छ हाम्रो सिस्टम रिस्टार्ट भयो नि हैन। अब मैले योमा रिलोड गर्ने बित्तिकै के छ प्रब्लम लोडिङ पेज भनेर आइराको छ नि हैन। यो किन आयो त अघि मैले पोर्ट चेन्ज गरे नि हैन। बाइ डिफल्ट त यसले के गर्न खोजिरहेको हुन्छ पोर्ट नम्बर 80 मा सर्च गर्न खोजिरहेको हुन्छ। पोर्ट नम्बर 80 मा के कनेक्सन छैन। अब मैले पोर्ट नम्बर कति डिफाइन गरेँ 8090 गरेर 8090 गर्दाखेरि कन्टेन्ट पाएँ नि हैन। मैले सिमिलरली अब लोकल होस् यहाँतिर के गर्छु त 8090 भनेर डिफाइन गरिदिन्छु 8090 भनेर 8090 हाने बित्तिकै यो के हो त कन्टेन्ट पाएँ। तर फेरि मैले मेरो बाहिरको वेबसाइटमा गएर मेरो बाहिरको वेबसाइटमा के थियो त http कति हो त 192.167.163 थियो नि हैन। 163 भनेर मैले हानेर यसले कन्टेन्ट पाउँछ पाउँदैन नि हैन। मैले योमा के हो बाहिरको ब्राउजरबाट गर्दा चाहिँ हामीले स्पेसिफिक पोर्ट पनि डिफाइन गरिदिनु पर्ने हुन्छ के। तर नि अहिलेको कन्डिसनमा के छ हामीले स्पेसिफिक पोर्ट डिफाइन गर्दा नि यसले कन्टेन्ट पाइरहेको छ छैन नि हैन। त्यो किन पाइरहेको छैन भन्दाखेरि अब हाम्रो फायरवलमा हेर्नु पर्ने हुन्छ। फायरवलले ब्लक गरेको हुन्छ हाइफन लेस पोर्ट गरेर हाम्रो फायरवलमा कुनै पनि पोर्ट एलाउड छ छैन नि हैन। सो अब हामीले फायरवलमा पोर्ट एड गरिदिनुको लागि के गर्नु पर्यो अनि पर्मानेन्टको रूपमा एड गरिदिनुको लागि फायरवल सेमली हाइफन पर्मानेन्ट हाइफन एड के हो त पोर्ट कति हो हाम्रो कन्डिसनमा अहिलेको लागि 8090 TCP हो नि हैन। सो हामीले यसरी फायरवलमा के गरिन्छ त पोर्ट एड गरिन्छ के। मैले रिलोड गर्दै हेरेँ अब मैले यहाँतिर के गर्छु त https सर्भिसलाई के गरिदिन्छु रिस्टार्ट गरिदिन्छु। हाम्रो रिस्टार्ट भयो नि हैन। सो अब यो म त के छ पोर्ट नम्बर 8090 हाल्दा त यो भित्रको ब्राउजरबाट त पाइरहेको छ। अब मैले बाहिरको ब्राउजरबाट नि के छ यहाँतिर यो पाइसकेँ। म कहाँ बाहिरको मेन क्रोमको ब्राउजरमा नि हैन त्योबाट नि मैले यसरी कन्टेन्ट पाएँ के हैन। हो यसरी चाहिँ हामीले के गरिन्छ त एउटा नर्मल वेबसाइट चाहिँ होस्टिङ गरिन्छ के हामीले चेन्ज गरेर। तर अहिलेसम्म हामीले के गरे त SE Linux के SE Linux भनेको त मेन सिक्युरिटी हो नि त त्यसले नै अफ गरेर गरिरहेको छ। अब फेरि मैले SE Linux अन गरेर सेट इन्फोर्स 1 गरेर हैन यो भनेको के SE Linux यो के गर्न हो त इनेबल गर्न इन्फोर्सिङ मोडमा गर्न। अब मैले फेरि रिस्टार्ट गर्न खोजेँ httpd गरेर अहिले के गर्छ त फेरि हामीलाई अब समस्या दिन्छ क्या। मैले यहाँतिर गएर कन्टेन्ट गर्ने बित्तिकै के छ यहाँतिर फायरवल्स कान्ट एस्टाब्लिश कनेक्सन भन्दै आइरहेको छ नि हैन। अब यसले के छ त रिस्टार्ट हामीलाई गर्न दिँदैन। अब यसले टाइम लिइरहेको छ। हामी एकछिन यहाँ के भनिरहेको छ यहाँतिर जब फर httpd.service fail भनिरहेको छ नि हैन।
हो अब हामीले यो कन्डिसनमा यस्तो यस्तो कन्डिसनमा अब हामीले लग पढ्नु पनि सक्यो क्या यहाँ के छ त एक्सेस लग र यो छ नि हैन मैले एक्सेस लग हेर्नु खोजेँ अरे एक्सेस लग्स भनेर खोजिरहेको छ योमा हाम्रो एप यो सबै कुराहरू चाहिँ यता आइरहेको हुन्छ क्या अब यो चाहिँ लक एकदम लक हेर्न अनि स्पेसलाइज मान्छेहरूले चाहिँ के हुन्छ त लक हेरेर बुझिन्छ क्या धेरै कुराहरू कर्सिङ सर्टिङ डाउन ग्रेसफुली भनेर समथिङ समथिङ आइरहेको छ नि हैन नर्मल अपरेसन समथिङ भनेर आइरहेको छ तर अब यो अझै हामीले लक राम्रोसँग हेर्नु पर्ने हैन जनरल सिटिएल हाइफन एक्सी गरेर नि हामीले लक हेर्न सकिन्छ नि हैन मैले अझै यो सानो गरेर यहाँ के भनिरहेको छ अब मैले यहाँ लग हेर्दाखेरि हैन जनवरी 27 को योमा चाहिँ apache.itnepal.com ले से ट्रबल सुट भनिरहेको छ नि SE Linux इज प्रिभेन्टिङ फ्रम नेम बाइन्ड TCP यो सकेट 8090 भनिरहेको छ भन्नुको मिनिङ के छ भन्दाखेरि एउटा त हाम्रो के भयो भन्दाखेरि SE Linux ले हाम्रो यो पोर्ट छ नि हाम्रो यो पोर्ट अब कस्तो हुन्छ भन्दाखेरि बाइ डिफल्ट हाम्रो HTTPD भन्ने बित्तिकै यो पोर्ट नम्बर 80 बाट लिसन गरिरहेको हुन्छ हो त्यो पोर्ट नम्बर 80 को कुरा चाहिँ हाम्रो SE Linux मा बाइ डिफल्ट डिफाइन गरिदिएको हुन्छ के SE Linux चाहिँ एउटा लेभलको बेसमा काम गर्दैन भएर त्यो लेभल डिफाइन गरिसकेको हुन्छ तर अहिलेको हाम्रो कन्डिसन के छ पोर्ट नम्बर चेन्ज भयो नि त 8090 सो हामीले SE Linux लाई नै भनिदिनु पर्ने हुन्छ कि हामी त्यसले पोर्ट नम्बर 80 बाट नै लिसन गर्यो भने केही फरक पर्दैन है भनिरहेको हुन्छ नत्र के भन्छ SE Linux ले फायरवलबाट त खोलिस तर म एक्सेस गर्न दिन्न म किन तँलाई यतिकै मेरो यो कन्टेनरहरु एक्सेस गर्न दिन्न त सिक्युरिटी फिचर्स एड गर्दिएको के यो अझ हामीले सिक्योर बनाइदिएको अझ मेन सिक्योर गरे नि हैन हो सो अब हामीले SE Linux ले भनिदिनु पर्यो हाम्रो पोर्ट नम्बर 80 नै खोल्दे अनि हाम्रो अर्को नि के हुन्छ भन्दाखेरि यसले यहाँतिर कसरी गर्ने भनेर यसले के गरेको छ त एक्जाम्पलै देखाइदिइरहेको छ के SE म्यानेज पोर्ट यसो गर भनेर हैन पोर्ट यही टाइप हान यही इन्टर हान भनेर नि यसले के भनिरहेको छ सो अनि अर्को नि के छ भन्दाखेरि मैले त्यो पोर्ट नम्बर 8090 डिफाइन गर्नको लागि मैले के गर्छु त अगाडि SE म्यानेज भन्ने कमान्ड युज गर्छु SE म्यानेज पोर्ट हाइफन लिस्ट गरेर यसले हाइफन लिस्ट गर्ने बित्तिकै यो के छ त टन्नै आउने भयो के अब मैले के गर्छु त क्लियर गरेर अब म ग्रेभ गरेर हेर्छु के HTTP को लागि भनेर HTTP को के छ यसको टाइप के रहेछ त HTTP को पोर्ट _t भनेर रहेछ नि 80 मा छ 81 मा छ 8008 मा छ 9000 मा छ तर 8090 पोर्टमा त लिसन गरेको छैन नि हैन सो मैले पोर्ट एड गरिदिनु पर्ने भयो त्यसको लागि मैले के गरिदिनु पर्ने भयो SE म्यानेज पोर्ट गरिदिनु पर्ने भयो के हाइफन अब डबल ट्याप हाने बित्तिकै थाहा भइहाल्छ हैन हाइफन टाइप के अब यो चाहिँ हामीले अब तपाईहरुले मेरो लिनक्स को भिडियो हेर्नु भएको छ भने त्यो पनि धेरै कुराहरु मैले भनिसकेको छु HTTPD को पोर्ट _t भयो हैन अब योमा के गरिदिनु पर्यो मैले हाइफन के हो त हाम्रो कुन हो प्रोटोकल कुन हो TCP हैन TCP को कति हो त पोर्ट नम्बर 8090 हो सो हामीले यसरी चाहिँ पोर्ट चाहिँ एड गरिदिनु पर्यो के यो हाम्रो पोर्ट एड भयो अब फेरि मैले systemctl restart HTTPD भनेर गरेर अब हाम्रो HTTPD रिस्टार्ट भयो हैन अब मैले यहाँतिर रिलोड गरेर हेर्ने बित्तिकै के भयो त मैले छुट्टै लोकेसनबाट कन्टेन्ट पाउन थाले नि हैन सो यो भयो हाम्रो HTTPD को यो भयो हाम्रो SE Linux को पोर्ट चेन्ज गर्ने कुरा नि यो भयो हैन अब मैले फेरि बाहिरको ब्राउजरमा गएर चाहिँ गरेर तर यहाँ बाहिरको ब्राउजरबाट सर्च गर्दाखेरि यहाँ के छ स्टिल यहाँतिर पोर्ट नम्बर डिफाइन गर्ने 8090 गर्दाखेरि हो बाहिरको ब्राउजरबाट नि यसले कन्टेन्ट पाएन हैन सो हामीले यसरी चाहिँ के गरिन्छ भन्दाखेरि एउटा वेब होस्टिङ गरिन्छ के अब हामीले मेन अर्को नि बुझ्नु पर्ने कुरा के हो भन्दाखेरि अहिले मेरोमा SE Linux ले त्यति एरर फालिरहेको छैन तपाईकोमा के गरिरहेको हुन्छ भन्दाखेरि SE Linux भनेको एउटा के को बेसमा काम गर्छ भन्दाखेरि तपाईको लेभलको बेसमा काम गरिरहेको हुन्छ के भनेको नि तपाई SE Linux मा चाहिँ अलरेडी नै के डिफाइन गरिदिएको हुन्छ भन्दाखेरि वेबसाइटहरु होस्टिङ गर्ने हो भने वारको www को बाइ डिफल्ट वारको www को HTML भने यो लोकेसनमा जा त्यो लोकेसनको हरु मात्र त्यसले चाहिँ वेबसाइट होस्टिङ गर्न पाउँछ भनेर त्यो कुराहरु डिफाइन गरिदिएको हुन्छ तर अहिले हाम्रो कन्डिसनमा त हामीले छुट्टै हाम्रो पर्सनल छुट्टै डाइरेक्टरीबाट गरिरहेको छ नि हाम्रो कुनबाट गरिरहेको हो त Apache को ब्लग भन्ने Apache को क्लास भन्ने डाइरेक्टरीबाट गरिरहेको हो नि हो हामीले अब SE Linux मा अझै के नि गर्दिनु पर्छ भन्दाखेरि हामीले तपाईकोमा एरर यदि आइरहेको छ भने चाहिँ बाइ डिफल्ट एरर आउनु पर्ने तर मेरोमा योमा SE Linux ले किन एरर फालेन
सो अब तर नि हामी तपाईँकोमा एरर आएको छ भने के गरिदिनु पर्यो यो हामीले यो डिरेक्टरी छ नि यो डिरेक्टरीबाट नि हामीले वेब चाहिँ होस्टिङ गर्ने भनेर अब यसको कन्टेन्टहरू चाहिँ क्लाइन्टले दिने भनेर हामीले एसएल लिनक्सले अझै भनिदिनु पर्ने हुन्छ क्या हामीले पोर्ट चेन्ज गरेर मात्र भन्दैन यो कुरा नि हामीले के गरिदिनु पर्ने हुन्छ हामीले हाम्रो एसएल लिनक्सले भनिदिनु पर्ने हुन्छ त्यसको लागि म के गरिदिन्छु एसए म्यानेज अब योमा चाहिँ के गर्नु पर्यो हामीले कन्टेक्स्ट मिलाउनु पर्ने हुन्छ क्या एसए म्यानेज एप कन्टेक्स्ट अब मैले हाइफन लिस्ट गरेर ग्रेप मैले एसटीटीपीको लागि गरेर होइन एसटीटीपीको लागि गरेर हेर्दाखेरि यहाँ के छ भने टन्नै लेबलहरू के यो भनेको सबै कन्टेक्स्ट हो अघि यो छ नि यो वारको युएसआरको सेयरको वर्डप्रेस डट पिएचपी भने हामीले केही कुराहरू यसरी यो डिफाइन यो डिरेक्टरीहरू बनाउने बित्तिकै तिनीहरूले चाहिँ अटोमेटिक एसएल लिनक्सले यो लोकेसनमा गरेको छ भने चाहिँ केही फरक पर्दैन एरर छैन भनिन्छ तर अहिले हाम्रो त छुट्टै डिरेक्टरी हो तर एरर त फालेको छैन नि होइन सो त्यसैले हामीले यो नि एड गरिदिनु पर्ने हुन्छ क्या अहिलेको लागि मैले एलएस हाइफन एल क्यापिटल जेड गरेर हेर्ने मिल्यो नि होइन मैले हेरेर प्रेजेन्ट लोकेसनमा यहाँ के छ एचटीटीपीको सिस कन्टेक्स्ट अन्डरस्कोर टी भनेर यो अटोमेटिकली एड भइसकेको छ क्या यो चाहिँ किन एड भयो भन्दाखेरि हामीले अघि पोर्ट चेन्ज गरे नि हो त्यो पोर्ट चेन्ज गर्दाखेरि यसले अटोमेटिकली मिलाए जस्तो क्या नत्र भने यो हाम्रो बाई डिफल्ट तपाईँको यो एसएल लिनक्सको यो आएको हुँदैन क्या सो यो आउनुको लागि तपाईँले के गर्नुपर्छ भन्दाखेरि यदि तपाईँकोमा आएको छैन भने के गर्नु भन्दाखेरि एसए म्यानेज एप कन्टेक्स्ट होइन हाइफन के हो त हाइफन एड गरिदिनु पऱ्यो हाइफन टाइप के अब हाम्रो कन्टेक्स्टको टाइप चाहिँ के हो भन्दाखेरि यो हो क्या एचटीटीपीडी CONTENT अंडरस्कोर टी यो भनेको चाहिँ कस्तो हो भन्दाखेरि हाम्रो स्ट्याटिक वेबसाइट होस्टिङ गर्नको लागि चाहिँ हामीले के गरिन्छ त हाम्रो टाइपमा चाहिँ एचटीटीपी को सिस कन्टेन्ट हाइफन टी गरिन्छ अब के गर्ने त स्ल्यास हाम्रो मैले के छ त मेरो अपाचे भन्ने डिरेक्टरी छ नि हैन एपीएससी चाहिँ अपाचे भन्ने डिरेक्टरीको अब सबैले गर्नु पर्यो भने म यसरी गरिदिन्छु कि अपाचे भन्ने डिरेक्टरीको सबैले डट के हो त एस्ट्रिक भनेर मैले के गरिदिन्छु यसरी चाहिँ के गरिदिन्छ एसएल लिनक्सको कुराहरूलाई डिफाइन गरिदिन्छ क्या यसलाई ब्राकेट क्लोज अनि क्वेसन मार्क यो भनेको प्यारामिटर हो क्या यो अघि हामीले कहाँ हेरेको थिएँ त मैले यसो गर्दा हैन यसले के गरिदिन्छ कन्टेक्स्ट एड गर्ने काम गर्छ यो अलरेडी नै एड भएर मेरोमा त्यस्तो केही पनि आएन तपाईहरुकोमा यो गरे भने लामो लाइन आइराको होला हैन मैले योमा यसरी हेर्न सकिन्छ कि यसको यो कसरी गरिन्छ भन्दाखेरि एसएल लिनक्सको एउटा के हो त एड गर्ने टाइप हो कि यसरी सो अहिलेको लागि मैले कन्ट्रोल एल गरेर मैले के गरे त यो भन्दा अगाडि यसरी के गरे अपाचे भन्ने डिरेक्टरीमा अलरेडी डिफाइन भनेर आइराको छ नि हैन भ्यालु डिफाइन फर अपाचे भने सिमिलरली मैले अर्को डिरेक्टरीबाट होस्टिङ गर्नु पर्यो भने सबैभन्दा सुरुमा मैले एसएल लिनक्सले यसरी भनिदिनु पर्ने हुन्छ कि त्यो डिरेक्टरीको बारेमा अब मैले डिरेक्टरीमा एड त गरे हैन एसएल लिनक्सलाई इन्फर्म त गरे यो डिरेक्टरीबाट यो गर भनेर तर पनि अझ के हुन्छ भन्दाखेरि एसएल लिनक्सको नि काहीँ न काहीँ डेटाबेस त हुन्छ नि त उले नि आफ्नो लेबलहरु काहीँ न काहीँ कुनै न कुनै एउटा डेटाबेसमा स्टोर त गरेर बसेको हुन्छ सो हामीले त्यो डिरेक्टरीको त्यो एसएल लिनक्सको त्यो डेटाबेस छ हाम्रो यो अहिले हामीले जुन डिरेक्टरी छ नि जहाँबाट चाहिँ हामीले कन्टेन्टहरु होस्टिङ गर्ने भने हो त्यो दुईटाको बीचमा नि रिलेबल एउटा लेबल मिलाइदिनु पर्ने हुन्छ कि भनेको नि म्यापिङ गरिदिनु पर्ने हुन्छ सो त्यसको लागि चाहिँ मैले रिस्टोर कोन भन्ने कमान्ड युज गर्छु के रिस्टोर कोन भने के हो भनेर हेर्नु मन लाग्यो भने तपाईले रिस्टोर कोन भनेर गर्न सक्नुहुन्छ रिस्टोर फाइल्स डिफल्ट एसएल लिनक्स सेक्युरिटी कन्टेक्स्ट भनेर आएको छ नि हैन त्यो फाइलहरुको के गर्ने काम गर्छ रिलेबल गर्ने काम गरिन्छ के रिस्टोर कोन अनि हाइफन क्यापिटल आर के आर भनेको के हो रिक्वेस्टिभ पी भनेको भर्बस क्यापिटल एम भनेको फोर्सफुली भनेको के हो त अपाचे हैन मैले यसरी गर्ने रे यो गर्ने बित्तिकै के भयो त हाम्रो रिलेबल भयो अनि हैन सो हामीले यसरी चाहिँ के गरिन्छ त अब मैले फेरि सिस्टम सिटिआर रिसेट एचटीटीपी गरेर के एरर आउँछ आउँदैन के हामीले मेन चाहिँ यतिसम्म चाहिँ गर्नु पर्यो हाम्रो कन्टेन्टहरु के छ त सबै होस्टिङ भइरहेको छ सो अहिलेसम्म हामीले के हेर्यौं भन्दाखेरि अब बेसिक वेब होस्टिङ कसरी गर्ने पोर्ट नम्बर चेन्ज कसरी गर्ने हैन अब त्यो पार्टिकुलर आईपी राख्नु पर्यो भने नि के गर्नु पर्यो त etc को http को con को http.con हैन यदि पार्टिकुलर आईपी ले दिनु पर्ने भने यहाँ के गर्थे त आईपी राख्दिन्थे मैले पार्टिकुलरली अहिले त आईपी राख्नु र नराख्नु त के मिनिङै छैन नि त हैन के हो त 192.168. के राख्दिन्छु त म अहिले मेरै आईपी राख्दिन्छु के 163 यो त राख्नु र नराख्नु के मिनिङै छैन यदि बाइ चान्स तपाईहरु पब्लिक आईपी प्रोडक्सन इन्भाइरोमेन्टमा गरेर राख्नु भएको छ भने यसरी राख्दिनु पर्यो पब्लिक आईपी है त्यो प्राइभेटको ठाउँमा http भनेर मैले के गरे रिस्टार्ट गर्दै अब मैले यहाँ त्यो रिलोड गर्दै रे के छ लोकल होस्ट 9090 मा के छ एक्सेस हुन पाइराको छैन नि हैन http
मैले के गर्छु त apache डट के हो त itnepal.com हैन किन भन्दाखेरि यो apache डट itnepal.com भने के हो त मैले क्याटको etc को होस्टमा गरेर हेर्ने हो भने के छ त 192.172.163 भने के छ त apache डट itnepal.com भनेर छ यदि मैले त्यो apache डट itnepal.com नाने भए मैले के गर्नु पर्यो त http अनि मैले के गर्नु पर्यो त 192.168.72.163 हैन यसरी म्यानुअली हाल्नु पर्यो नि यसरी हाल्ने नै खोल्छ सो यो कुरा भयो हाम्रो आईपी को कुरा नै भयो हैन अनि अर्को हामीले के हेर्यो त अब हामीले डिफल्ट डकुमेन्ट रुट चेन्ज गर्ने हेर्यो डाइरेक्टिभ अब छुट्टै हाम्रो डाइरेक्टिभबाट के गर्ने भयो त कन्टेन्टहरु डिस्प्ले गर्ने भयो अनि अब हामीले मेन बुझ्नु पर्ने कुरा भनेको चाहिँ अहिलेसम्म हामीले के गर्यो त सिस्टम सीटीएल रिस्टार्ट गरिरहेको छ नि हैन अब तर हामीले मेन बुझ्नु के पर्यो भन्दाखेरि यदि हामीले रिस्टार्ट गर्यौं भने चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि सर्भिसहरुलाई रिस्टार्ट गर्यौं भने अपाचे को लागि मात्र हैन जुनै पनि सर्भिसहरु रिस्टार्ट गर्यौं भने त्यसको रिस्टार्ट भन्ने कमान्डले चाहिँ के गर्छ भन्दाखेरि यसले आफ्नो पुरानो एक्जिस्टिङ यो हुन्छ नि एक्जिस्टिङ प्रोसेस आईडी मेन प्रोसेस आईडी लाई किल गरेर नयाँ प्रोसेस आईडी जेनेरेट गर्ने काम गर्छ के हो त्यो नयाँ प्रोसेस आईडी जेनेरेट गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसले सर्टेन टाइम डाउन टाइम हुन्छ के त्यो भनेको मिनिङ कस्तो भन्दाखेरि ps- मैले aux गरेर ग्रेप गरेर मैले http लाई चाहिँ ताने हेरे के यसको मेन प्रोसेस आईडी कति छ अहिलेको लागि 44271 छ नि हैन हो यो भनेको मिनिङ के भयो त भन्दाखेरि अहिले यो प्रोसेस आईडी मेनमा योमा चलिरहेको छ यदि मैले सिस्टम सीटीएल रिस्टार्ट गरे रे रिस्टार्ट गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि यो प्रोसेस आईडी किल भइदिन्छ के यो प्रोसेस आईडी किल हुनु भनेको मिनिङ के हो त 44571 भनेर प्रोसेस आईडी चेन्ज भयो नि यो भनेको मिनिङ मैले सर्टेन टाइम मेरो वेब सर्भरलाई डाउन गरेर अफ गर्नु हो के कन्फिगरेसन फाइलहरुले त्यो चेन्जेस गरेको इफेक्टिभ हुनको लागि मैले के गरे डाउन अफ गरे यो गर्दाखेरि के हुन्छ यदि तपाईको वेब सर्भर चाहिँ एकदम क्रेडेन्शियलहरु तपाईको वेब तपाईको क्लाइन्टहरु एकदम के ने टप लेभलको हरे के सपोज तपाईको बैंकको क्लाइन्टहरु बिलियन्स अफ डलरको जे ट्रान्जिसन भइराको छ रे त्यो टाइममा अब तपाईले कुनै कुराहरु चेन्जेस गरे अनि रिस्टार्ट गरे भने के भयो त 2 सेकेन्डको लागि भयो नि डाउन भयो नि त 2 सेकेन्ड अथवा किन मिली सेकेन्ड होस् तपाईको ट्रान्जिसनहरु के हुनु भयो सबै एकैछिनको लागि ड्यामेज हुने भयो नि त ब्लक गरिने भयो हैन तपाईको क्लाइन्टले वेब सर्भर एक्सेस गरिरहेको छ भने त्यसले सर्टेन टाइमको लागि एक्सेस गर्न पाइँदैन यदि कन्फिगरेसन फाइल ठुलो एकदम लामो छ भने त्यसले टाइम लिन्छ त्यो टाइममा के भयो त त्यो एक्सेस गर्न पाएन नि त त्यो सर्टेन टाइम किन भन्दाखेरि यो प्रोसेस आईडी नयाँ जेनेरेट गर्नुपर्ने हुन्छ सो त्यसैले हामीले कहिले पनि प्रोडक्सन इन्भाइरोमेन्टमा चाहिँ रिस्टार्ट गर्दैन के हामीले जहिले पनि के गर्छौं त सिस्टम सीटीएल रिलोड भन्ने कमान्ड युज गर्छौं के त्यसैले यो रिलोड भन्ने कमान्डले चाहिँ के गर्छ भन्दाखेरि तपाईको पुरानो प्रोसेस आईडी जुन छ नि हो त्यो प्रोसेस आईडी मा चाहिँ के गर्दिन्छ त मेन प्रोसेस आईडी मा त्यही प्रोसेस आईडी मा चाहिँ तपाईले के चेन्जेस गर्नुभयो कन्फिगरेसन फाइलहरु हो त्यो कुराहरु चाहिँ रिलोड गर्ने काम गर्छ र तपाईको वेबसाइटहरु चाहिँ अप टु डेट भइदिन्छ के सो अब यहाँ कति क्रेडेन्शियल है यो हाम्रो एउटा जस्ट हेर्दाखेरि त एउटा सिम्पल कमान्ड लाग्छ नि हैन तर यो पनि सिनेरियोको बेसमा चाहिँ एकदम के भइदिन्छ त इम्पोर्टेन्ट भइदिन्छ के सो हामीले चाहिँ आजको लागि चाहिँ हामी चाहिँ यति नै हेरौँ है त हैन सो अब तपाईहरु फर्दर इन्फर्मेसन चाह्यो भने तपाईहरुले अब जर्नी xyz भन्ने वेबसाइटमा नेभिगेट गर्न सक्नुहुन्छ हैन यो मेरो वेबसाइट भयो तपाईहरुले मैले यहाँतिर अब आजको कन्टेन्टहरु के भन्दिरु मैले यहाँ ब्लग भन्ने मैले के गरे तपाईहरुले स्टेपहरु के मैले यहाँ पीडीएफ फाइल बनाएर अपलोड गर्दिएको छु अनि यहाँ तपाईहरुले चाहिँ गर्नुपर्ने कुराहरु छ आजको भिडियोको चाहिँ सबै यो फाइलमा छ है त सो यति भन्दै आजको लागि चाहिँ यहाँ एन्ड गरौँ हस्त धन्यवाद।